जय मसीह तपाईहरु सबैजनालाई जय मसीह र हामी विशेष गरिकन तपाईहरु सबैजनालाई यस बातचितको कार्यक्रममा स्वागत जनाउन चाहन्छौं। सम्पूर्ण विश्वभरि छरिएर बस्नुभएका विश्वव्यापी इसाई मण्डलीहरूको निम्ति अनि विशेष गरिकन इजरायलमा रहने यहुदी जातिहरूको निम्ति यो विशेष पर्व गुड फ्राइडे अनि यो जुन चाहिँ निस्तारको चाड छ, यस चाडभित्र हामी पसिआएका छौं। हामी अत्यन्त महत्त्वपूर्ण समयभित्र यो दिनहरुमा पसिसकेका छौं र यसैको सन्दर्भमा हामी आजको दिन यो बातचितलाई हामी सुरु गर्न लागिराखेका छौं। त आउनुहोस् आजको यस वार्तालापलाई आरम्भ गर्न भन्दाखेरि अगाडि हामी प्रार्थना गर्नेछौं। आउनुहोस् हामी प्रार्थना गरौँ। परमेश्वर पिता, हामी तपाईलाई धन्यवाद दिन्छौं यो समयको लागि, यो दिनको लागि हामी तपाईलाई महिमा दिन्छौं। तपाई परम प्रभु परमेश्वर, कार्य गर्ने परमेश्वर हुनुहुन्छ। सृष्टिको थाल्नेदेखि तपाई प्रभु बिसाउनु भएको छैन। तपाई उग्नुहुन्न, तपाई चुक्नुहुन्न। तपाईको योजनाहरू यस अनि आमेन छन्। प्रभु तपाईले भन्नुभयो अनि ती कुराहरू हुन आए। शून्यताबाट तपाईले प्रभु पृथ्वीलाई स्थापित गर्नुभयो। प्रभु तपाईको कार्यलाई जब हामी हेर्छौं, प्रभु मानिस को हो र तपाई मानिसको वास्ता गर्नुहुन्छ अनि मानिसको लागि बडा भारी प्रभु परमेश्वर तपाईले योजना बनाउनुहुन्छ। प्रभु मानिसको सन्तान को हो जसलाई तपाई हरेक बिहान भेट्न आउनुहुन्छ। प्रभु हामी तपाईलाई महिमा दिन्छौं यस समयको लागि। प्रभु तपाईलाई आराधना चढाउँदै गर्दा यो समय प्रभु संसारभरि छरिएर बसेका तपाईका छोराछोरी जहाँ कहीँ पनि छन् अनि यो समय यो महत्त्वपूर्ण ऋतुभित्र पसिआएका छन्। प्रभु हामी तपाईको नाउँको महिमा गर्छौं। आजको दिनको विशेष अभिषेक तपाईले हाम्रो माझमा खन्याउनुहोस्। पवित्र आत्मा तपाई सिकाउने परमेश्वर हुनुहुन्छ। तपाई झिजो नमानिकन तपाईले सिकाउनुहुन्छ। प्रभु तपाई सल्लाहकार हुनुहुन्छ। परमेश्वरका कुराहरू तपाईको प्रभु हामी सुन्न आएका छौं। प्रभु येशू ख्रीष्टले यसो भन्नुभएको छ कि उहाँले मेरो कुराहरू लिनुहुन्छ अनि तिमीहरूलाई बताउनु हुनेछ। प्रभु पवित्र आत्मा हामी तपाईलाई बिन्ती गर्छौं। प्रभु येशू ख्रीष्टका कुराहरू आज तपाईले हामीलाई बताउनुहोस्। मानिस बोलेको होइन, तर तपाई स्वयं बोल्नुहोस्। धन्यवाद सबै कुरोको लागि। यो यन्त्र इक्विपमेन्ट्सहरू सबै तपाईको हातमा अर्पण गर्छौं। प्रभु यो कुराहरू वचन बोलिँदै गर्दा यो वायु, यो वातावरण, यो प्रभु प्रिन्सिपालिटिजहरू, यो प्रभु अन्धकारको शक्तिहरूमा पनि प्रभु शुद्धता आएको होस्। यो हावापानीमा प्रभु तपाईको स्वतन्त्रता अनुभव गर्न सकुन्। यो कुरा सुन्दै गर्दा मानिसहरू निको भएको होस्। तपाईको वचनमा तपाईले भन्नुभएको छ तपाईले वचन पठाउनु भयो अनि उनीहरू सबैलाई निको पार्नुभयो। प्रभु हामी यो वचनलाई ग्रहण गर्दैछौँ येशू प्रभुको नाउँमा। आमेन आमेन आमेन। आउनुहोस् फेरि पनि म तपाईहरु सबैजनालाई एकचोटि आजको यस विशेष कार्यक्रममा स्वागत जनाउन चाहन्छु। तपाईहरु जतिजना ढिलो गरिकन हामीसित जोडिराख्नु भएको छ। मैले तपाईलाई अघिबाटै बताए अनुसार यो विशेष गरिकन शुभ शुक्रबार अथवा गुड फ्राइडे अनि निस्तारको पर्वमाथि हामी केही वार्तालाप गर्न लागिराखेका छौं। अनि म आशा गर्छु कि तपाईहरु सम्पूर्ण जतिजनाले यस कार्यक्रमलाई हेरिराख्नु भएको छ अनि पछिबाट हेर्नुहुनेछ, तपाईहरु यस कार्यक्रमबाट अवश्य पनि आशिषित हुनुहुनेछ। त आउनुहोस् हामी आजको यस वार्तालापलाई आरम्भ गर्न लागिराखेका छौं। त हामी जसै यस गुड फ्राइडेको पर्व अनि यस निस्तारको जुन चाहिँ पर्व छ त्यस पर्वभित्र हामी पसिराखेका छौं र म तपाईलाई सोध्न चाहन्छु कि यो दुईवटा पर्वको बीचमा कुन प्रकारको सम्बन्ध छ अनि किन चाहिँ हामीले यसलाई मनाइराखेका छौं अनि यसको पछाडीको महत्त्व के छ। हामीले पर्वको कुरा गर्दै गर्दा, चाडको कुरा गर्दै गर्दा हामीले क्यालेन्डरको बारेमा हामीले बुझ्नु एकदमै आवश्यक छ। अनि संसारमा थुप्रो जातिहरूले मानिराखेको क्यालेन्डर चाहिँ हामी ग्रेगोरियन क्यालेन्डर भनिकन भन्छौँ। तर कतिवटा देशहरूमा ग्रेगोरियन क्यालेन्डर फेरि मान्दैन पनि। जस्तो हाम्रो छिमेकी मुलुक नेपालमा उनीहरूले ग्रेगोरियन क्यालेन्डर मान्दैन। उहाँहरूको आफ्नै क्यालेन्डर। हजुर, उहाँहरूले गते भनिकन उनीहरूले गते र विक्रम सम्वत भनिकन उनीहरूले वर्ष मनाउँछ है, आफ्नै क्यालेन्डर छ। त्यसरी नै यहुदी जातिहरूको आफ्नै क्यालेन्डर छ। अनि यो चाहिँ ग्रेगोरियन क्यालेन्डर चाहिँ सूर्यको मुभमेन्टलाई, गतिलाई हेरिकन त्यसरी बनाइएको क्यालेन्डर हो। तर जुन चाहिँ हिब्रू क्यालेन्डर छ, हिब्रू क्यालेन्डर चाहिँ चन्द्रमा अनि सूर्यको दुईटैकै गतिलाई हेरिकन त्यो गतिलाई निकालिएको। त्यसले गर्दाखेरि बाइबलका कुरा घटनाहरू जब हामी हेर्छौं
तब धेरैवटा घटनाहरू चाहिँ ग्रेगोरियन क्यालेन्डरसँग मिल्नु जाँदैन, मेल खाँदैन। किनभने त्यसबेला बाइबल चाहिँ जुन पुरानो करारको बाइबल छ त्यो चाहिँ हिब्रूमा लेखिएको बाइबल भएको कारणले गर्दा हामी त्यहाँ सन्डे, मन्डे, ट्युजडे जुन हामीले बार भन्छौँ, आइतबार, सोमबार, मङ्गलबार भन्छौँ, त्यो शब्दहरू पनि हामी भेटाउँदैनौँ। हप्ताको पहिलो दिन, हप्ताको दोस्रो दिन, तेस्रो दिन, होइन, हामीले त्यो कुराहरू हामी देख्छौँ। अच्छा, त जुन प्रकारले तपाईँले भन्नुभयो कि यो हिब्रूहरूको जुन प्रकारको त्यो एउटा ग्रेगोरियन क्यालेन्डर उनीहरूले फलो गर्छन् भन्ने कुरा, त्यस्तै प्रकारले हामीले हेऱ्यौँ भने हाम्रो यो दिनहरूमा हाम्रो समाजहरूमा पनि हाम्रो विभिन्न देशहरूमा विशेष कतिवटा यस्ता देशहरू छन् जसहरूले आफ्नै क्यालेन्डरलाई उनीहरूले फलो गर्छन् अनि पछ्याउँछन्। अनि त यो जुन प्रकारको यो हिब्रूहरूको जुन प्रकारको यो क्यालेन्डर छ, हिब्रूहरूको यो क्यालेन्डरलाई पछ्याउँदै गर्दा अनि यसको चाहिँ तपाईँले जुन प्रकारले अहिले भन्नुभयो कि यसको उनीहरूले पछ्याउने त्यो चाहिँ उनीहरूको एउटा भिन्दै प्रकारको उनीहरूको त्यो प्रणाली छ। अनि त्यसलाई तपाईँले अलिकति एक्सप्लेन गरिदिनुहुन्छ कि किन चाहिँ उनीहरूले यस फसलको पर्वलाई मनाउँछन् अनि यसको के सम्बन्ध छ, अथवा अहिले भनौँ भनेदेखिलाई यो निस्तारको जुन चाहिँ पर्व छ, यो निस्तारको पर्व उनीहरूले अहिले मनाउँदै गर्दा हामी यो संसारका इसाईहरू पनि यस बेला गुड फ्राइडेको पर्वमा हामी पछि राखेका छौँ। त यो दुईवटाको बिचमा कुनै सम्बन्ध छ कि या के चाहिँ यसको पछाडिको भूमिकालाई तपाईँले अलिकति स्पष्ट गरिदिनु भयो भने राम्रो हुन्छ होला। अघि मैले भनिहालेँ कि ग्रेगोरियन क्यालेन्डर र हिब्रू क्यालेन्डर चाहिँ मेल खाँदैन। जस्तो उदाहरणको निम्ति हामी अहिलेको महिना जुन हिब्रू क्यालेन्डरले चाहिँ भन्छ निसान महिना, अहिलेको महिना चाहिँ निसान महिना कि आधारको महिना पनि भनिन्छ वा निसानको महिना पनि भनिन्छ, एउटै हो। हजुर, एउटै हो। अनि उनीहरूले निसानलाई चाहिँ गन्ती गर्दै गर्दा चाहिँ आजको दिन चाहिँ 13वाँ दिन हो, निसान महिनाको 13वाँ दिन। अनि भोलिको दिन चाहिँ निसान महिनाको 14वाँ दिन। अनि भोलिको दिन हामीले बाइबलमा हेऱ्यौँ भने निसान महिनाको 14वाँ दिन चाहिँ प्रभु येशू ख्रीष्ट क्रुसमा जानुभयो। अनि त्यति बेला चाहिँ के परेको थियो, अन्तिम दिन वा विश्रामको अघिल्लो दिन परेको थियो। त्यसले गर्दा हामीले फ्राइडे, त्यति बेला फ्राइडे परेको कारणले गर्दा जसले हामीले ग्रेगोरियन स्टाइलमा हामी फ्राइडे भन्छौँ। तर हिब्रू क्यालेन्डरमा निसान 14 तारिक चाहिँ फ्राइडे नै पर्छ भन्ने छैन, किनकि त्यो हरेक सूर्य र चन्द्रमाको गति अनुसारले त्यो परिवर्तन हुन्छ। हजुर, वर्षैपछि परिवर्तन भइजान्छ। त्यसले गर्दा खास हेर्नु हो भने निसान 14 चाहिँ यो पालि चाहिँ कहिले पर्यो, बुधबार पर्यो, जो चाहिँ मंगलबार ख्रीष्टको समयमा शुक्रबार परेको थियो। त्यसले गर्दा धेरैजना कन्फ्युज हुन्छ। तर संसारले मानिलिएको एउटा दिन चाहिँ गुड फ्राइडे भनेर भनिदियो, नामकरण दियो कि दिनको पछि नाम लगाइदियो फ्राइडे। जस्तो इस्टर सन्डे भनेपछि त्यो सन्डे नै भयो, आइतबारै पर्यो। अनि गुड फ्राइडे भनेपछि त्यो शुक्रबारै पर्नुपर्छ भनेर चाहिँ यो ग्रेगोरियन क्यालेन्डर बनाउनेहरूले एउटा फ्राइडे, यो निस्तार चाडको नजिकको हाराहारीको फ्राइडे वा शुक्रबारलाई उनीहरूले गुड फ्राइडे, हजुर, प्रभु येशू ख्रीष्ट। तर खास निसान 14लाई हामीले पक्र्यौँ, हिब्रू क्यालेन्डरलाई पक्र्यौँ भने त्यो चाहिँ मिल्दैन। हरेक साल हजुर, निसान 14 चाहिँ परिवर्तन भइबस्छ अनि शुक्रबारको दिन पर्छ भने छैन। अब हामीले हिब्रू क्यालेन्डरलाई हेऱ्यो भने वर्षमा 2वटा सुरुको महिना हुन्छ। नयाँ साल, नयाँ वर्ष चाहिँ सुरुको महिना हुन्छ। पहिलो नयाँ वर्ष चाहिँ के हुन्छ, दुईवटा दिनलाई चाहिँ उनीहरूले नयाँ साल भनिकन मानिलिन्छ। एउटा चाहिँ उनीहरूको एग्रिकल्चरको महिना हो, कृषिको वर्ष। कृषिको वर्ष चाहिँ जहिले पनि निसानमा सुरु हुन्छ, है, निसानमा सुरु हुन्छ। अनि यसलाई चाहिँ स्पिरिचुअल इयर पनि भनिन्छ, वर्षको सुरुवात। जब इजरायलीहरू मिश्र देशबाट निस्केर आए, परमेश्वरले मूसालाई भन्यो यो महिना अर्थात् निसानको महिना चाहिँ तिमीहरूको लागि वर्षको पहिलो महिना, सालको सुरुवात। हजुर, सालको सुरुवात, वर्षको सुरुवात भनेको नै तिमीहरूले मान्नु भनेर परमेश्वरले भन्नुभयो। तर त्यसको अगाडि जुन वर्षको सुरुवात मान्दै थियो, जस्तो आदमलाई परमेश्वरले बनाउनु भएको महिना, जुन महिनामा उनीहरूले अब मूसालाई व्यवस्था दिनुको अगाडि, मूसासँग परमेश्वरले आज्ञा गर्नुभयो अगाडि जुन समय चाहिँ उनीहरूले पालन गर्दै थियो त्यो चाहिँ तीसरी, अर्थात् हाम्रो सेप्टेम्बर अक्टोबरमा पर्छ, 7औं महिना चाहिँ उनीहरूले मानिलिँदै थियो कि यो चाहिँ वर्षको पहिलो महिना। त्यसले गर्दा वर्षमा 2वटा नयाँ महिना उनीहरूले नयाँ महिना मनाउँछ। अनि परमेश्वरले
इजरायलीहरूलाई 7 वटा चाड मनाउनु भनिकन भन्नुभयो इजरायलीहरूलाई। अनि यो चाडहरू चाहिँ विशेष गरी 3 वटा झुन्डमा बाँड्न सकिन्छ, 3 वटा वर्गमा 3 वटा वर्गमा हामी ग्रुप गर्न सक्छौँ। हजुर, अनि पहिलो चाहिँ के हो, निस्तार चाड के अरे हामी के भन्छ भने अखमिरी रोटीको चाड भन्छौँ। अखमिरी रोटी पहिलो वर्गमा चाहिँ अखमिरी रोटीको चाड, जसमा चाहिँ 3 वटा चाड आउँछ। एउटा चाहिँ एउटै चाड भित्र 3 वटा समावेश 3 वटा चाडहरू समावेश भएको छ। एउटै चाडभित्र 3 वटा विभाजन छ। हजुर, पहिलो चाहिँ भयो हाम्रो निस्तार चाड, त्यसपछि भयो अखमिरी रोटीको चाड, हजुर, अनि त्यसपछि भयो पहिलौटे फलको चाड। यो चाहिँ पहिलो झुन्डमा आयो। अनि दोस्रोमा आउँछ एउटै मात्रै चाड छ त्यहाँ चाहिँ, त्यो चाहिँ के हो, हाम्रो मे जुनमा पर्छ, मेमा पर्छ प्रायः जस्तो, हाम्रो मे महिनामा पर्छ। अनि त्यसलाई चाहिँ हामी साताहरूको चाड वा हामीले संसारभरि फेमस प्रचलित शब्द चाहिँ हामी पेन्टिकोसको चाड भनिकन हामी मान्छौँ हैन। त्यो चाहिँ प्राय मेतिर पर्छ, सबै इसाईहरूले त्यो मान्छन्। अनि के अरे निस्तार चाड पनि सबै इसाईहरूले मान्छन्, मानिलिन्छ। हजुर, त्यसले गर्दा यसमा कुनै विवाद छैन। अनि अब तेस्रो चाड तेस्रो वर्गको चाड छ, त्यसमा पनि हामी 3 वटा चाडलाई भेट्टाउँछौँ। यो चाहिँ एउटा मेनोरा सामदान जुन छ नि, यो सामदान जस्तै हो। 3 वटा सामदान, 3 वटा हाँगा दाहिनेपट्टि छ, एउटा हाँगा बिचमा छ, अनि 3 वटा हाँगा देब्रेपट्टि छ। यो सामदानले चाहिँ परमेश्वरको चाडलाई पनि सङ्केत गर्दछ, परमेश्वरको चाडलाई देखाउँदछ। अनि 3 वटा चाड हुन्छ जसलाई चाहिँ हामी झुप्रोबासको चाड भनिकन हामी वर्गीकरण गर्न सक्छौँ। अनि यसमा चाहिँ 3 वटा चाड हुन्छ। एउटा चाहिँ पनि 3 वटा छ। हजुर, 3 वटा हुन्छ। शरतकालीन चाड भनेर भन्छौँ। शरतकालीन चाड, यसलाई चाहिँ हामी के भन्छौँ, एउटा चाहिँ हो रोस हसाना वा तुरहीको चाड, संसारभरि मानिलिएको शब्द तुरहीको चाड। दोस्रो चाहिँ हो यम किपुर वा प्रायश्चितको चाड। अनि तेस्रो चाड चाहिँ हो झुप्रोबासको चाड अर्थात् छाप्रोबासको चाड पनि हामी भन्छौँ। अब जुन प्रकारले तपाईँले यो चाडहरूको बारेमा, यो चाडहरूलाई 3 वटा वर्गमा वर्गीकरण गरेको तपाईँले कुराहरू गर्नुभयो, अनि यो चाडको के महत्त्व छ अथवा यो चाडहरू चाहिँ कहाँबाट आयो त, अनि परमेश्वरले यो चाडलाई किन चाहिँ मनाउनु भनेर भन्नुभयो, यसको महत्त्वपूर्ण, यसको सिग्निफिकेन्स भनेर भनौँ न, यसको सिग्निफिकेन्स चाहिँ के छ अहिले वर्तमान समयमा? यो चाडहरू के हामीले मनाउनु पर्छ या पर्दैन? किनकि धेरैचोटि हाम्रै इसाई विश्वासीहरू पनि एक प्रकारले उनीहरू अन्योलमा परिराखेको छ। कतिले भन्छ यो चाहिँ हिब्रूहरूलाई दिएको चाड हो, ज्युजहरूलाई दिएको यो उनीहरूको चाड हो, यसलाई किन हामी एउटा नयाँ नियममा विश्वासीहरूले यसलाई मान्नुपर्ने, यो चाडको पछि लाग्नुपर्ने के छ भन्ने कुरा त यो समग्र रूपमा तपाईँले यसलाई अलिकति हामीलाई बताउनमा तपाईँले मद्दत गरिदिनुहोस् हाम्रो सम्पूर्ण दर्शकहरूलाई पनि कि यो चाडहरू चाहिँ वास्तवमा कहाँबाट सुरु भयो अनि यसको महत्त्व के छ, अनि हामीले हाम्रो भूमिका, हाम्रो इसाईहरूको भूमिका के छ यसमा? हामीले धर्मशास्त्र जब अध्ययन गर्छौँ, धर्मशास्त्र अध्ययन गर्दा एउटा चाहिँ तरिका के भने कुनै पनि शब्द छ त्यो शब्दको फर्स्ट मेन्सन, ल अफ फर्स्ट मेन्सन भन्छ, सबैभन्दा पहिलोपल्ट बाइबलमा त्यो शब्दलाई कहाँ उल्लेख गरिएको छ। अच्छा, जस्तो बाइबलमा रेमनेन्ट बाँकी रहेको भाग भन्ने शब्द परमेश्वरले युसुफको जीवनमा बोल्नुभयो। त्यसरी नै हरेक शब्द चाहिँ परमेश्वरले सबैभन्दा पहिलो कहाँ बोल्नु भएको छ, त्यसले चाहिँ हामीलाई एउटा स्पष्ट बनाउँछ कि यो चाड चाहिँ हिब्रूहरूको हो कि होइन। अनि तपाईँलाई म बाइबलको एउटा खण्ड पढ्नु लाउँछु, उत्पत्ति 1 अध्यायको 14 पद। उत्पत्ति 1 अध्यायको 14 पद। हजुर, म यहाँनिर नेपालीमा पढिदिनु, यसरी लेखिएको छ। अनि परमेश्वरले भन्नुभयो, अन्तरिक्षमा दिन र रात छुट्याउनलाई ज्योतिहरू होउन्, तिनीहरू ठहराइएका चाडहरू, दिनहरू र वर्षहरू छुट्याउन चिन्हको रूपमा काम गरून्। आमेन। हजुर, हामी अब यहाँ के हेर्छौँ भने यो वर्षमा, यो पदमा महत्त्वपूर्ण शब्दहरूलाई हेर्छौँ। अच्छा, हेर्नुहोस् है, यहाँ चाहिँ के भनेको छ भने ठहराइएको चाडहरू। हजुर, ठहराइएको चाड, जसलाई चाहिँ हिब्रूमा चाहिँ मोवेद भनिएको छ। अच्छा, मोवेद। हजुर, मोवेद भनेको चाहिँ के हो, परमेश्वरले एउटा यस्तो समय तोक्नुहुन्छ, यस्तो समय तोक्नु भएको जुन समयमा चाहिँ परमेश्वरले मान्छेलाई उहाँका आइकन भेट गर्ने एउटा समय निकाल्नु भएको। भन्नुको मतलब चाहे अहिलेको आम भाषामा भनौँ एउटा एपोइन्टमेन्टको टाइम, हामी
अपोइन्टमेन्ट दिन्छौँ या अपोइन्टमेन्ट लिन्छौँ हजुर। त्यस्तै समय भन्नुभएको तपाईँ हजुर हजुर जस्तो ठुलो मान्छेलाई जब हामी भेट्न जान्छौँ हजुर हामी त्यसै जाँदैनौँ पक्का अघि एउटा गण्यमान्य व्यक्ति भारतको अब प्रधानमन्त्रीलाई वा राष्ट्रपतिलाई भेट्न जाँदाखेरि हामी त्यसै हल्लिँदै जाँदैनौँ जान सक्दैनौँ पनि अनि उहाँले समय दिनु पर्यो ज्यू समय दिनु पर्यो अनि यति तारिक यति बजी म तिमीलाई भेट्छु भनेपछि हामी तयार हुन्छौँ हाम्रो लुगाफाटादेखि लिएर हाम्रो सरसफाइदेखि लिएर हामी कसरी जाने है हवाजहाजमा जानुपर्ने भने टिकट काट्नुदेखि लिएर सबै कुरामा हामी पम तयारी भइकन त्यो दिनको लागि हामी सुसज्जित हुन्छौँ अघिबाटै हामी त्यसको लागि पुरा रूपले तयार गर्छौँ हजुर अनि परमेश्वरले पनि मान्छे जातिलाई भेट्न अनि मान्छे जातिमा उहाँको योजना पुरा गर्न परमेश्वरले के गर्नु भएको छ परमेश्वरले अपोइन्टेड टाइम मोयदलाई राख्नु भएको छ अनि यसलाई चाहिँ हामी चाड भन्छौँ अब हामीले चाड भन्दाखेरि धेरैपल्ट हामी के बुझ्छौँ भने चाड चाहिँ जब हामी कुरा गर्छौँ चाड चाहिँ हाम्रो लागि के हुन्छ भने नि चाड चाहिँ हाम्रो लागि खाने पिउने रमाइलो गर्ने हामी चाड भनेर भन्दाखेरि अब विशेष गरिकन हाम्रो नेपाली समाजमा भनौँ नेपाली परिवेशमा हाम्रो लागि चाड भनिसक्दा हामी खानेकुरा पिउने कुरा मोजमजा गर्ने नयाँ लुगा लाउने रमाइलो गर्ने कोसेली साट्ने त्यही कुरामा नै हाम्रो सीमित हुन्छ हाम्रो चाड चाहिँ तर परमेश्वरले जुन ठहराउनु भएको चाड छ यो ठहराउनु भएको चाड चाहिँ त्यो चाडहरू खाने पिउने मजा गर्ने रमाइलो गर्ने होइन परमेश्वरले ठहराउनु भएको चाड चाहिँ मान्छे जाति उहाँका आइकन भेटोस् किनभने उहाँले योजना राख्नु भएको छ जब तपाईलाई ठुलो गण्यमान्य व्यक्तिले हामीलाई बोलाउँछ बित्थामा बोलाउँदैन के ठुलो कुरो सोचेर यो मान्छेलाई मैले बोलाउँदैछु यो मान्छेसँग बात मार्दै गर्दा हुनु त आजकलको राजनीतिज्ञहरूले ढाँट्छ अघि बोलाएर चाहिँ तिम्रो लागि यो अहिले भइहाल्यो कागजमा सिग्नेचर पनि गर्छ होइन मैले सुनेको थिएँ एउटाको के अरे मुख्यमन्त्रीले मान्छेलाई जनतालाई बोलाउँथ्यो रहेछ अनि बोलाउँदाखेरि उसको पेन चाहिँ दुईटा कलरको चलाउँथ्यो अरे अनि एउटा कलरको पेन चाहिँ चलाएर यो प्लिज प्रोसेस भनेर त्यो कलरको पेन चलाएर चाहिँ लेख्ने बित्तिकै त्यो तल जब त्यो अफिसरकोमा पुग्छ अफिसरले बुझिहाल्थ्यो उसको पेनको कलरबाट बुझ्थ्यो अरे कि यो चाहिँ हावा हो यो चाहिँ एप्लिकेसन च्यातेर फ्याँक्दा हुन्छ उहाँले त्यसै उहाँको त्यो जुन चाहिँ मान्छे भेट्न गएको छ उसको मन राखिदिनुको लागि मात्रै त्यसै लेखेको बिचारा जनता पनि खुसी सीएम साहबले लेखिदियो भनेर तर वास्तवमा त्यो चाहिँ होइन काम केही पनि हुँदैन तर अर्को पेनले लेखिदिएको चाहिँ त्यो चाहिँ अफिसरले पक्का गर्छ अहिलेको राजनीति चाहिँ त्यस्तो हुन्छ तर परमेश्वरले जब तपाईँ अनि मलाई बोलाउनुहुन्छ ही हेज बिग प्लान ठुलो योजना हुन्छ परमेश्वरको अनि त्यो योजनालाई पुरा गर्न मात्रै उहाँले बोलाउनुहुन्छ त्यसले गर्दा उहाँले के भन्नुभयो त्यो ठहराइएको चाडहरूलाई हामी के भेट्छौँ चिन्हको निम्ति पनि भन्छ हिब्रूमा यसलाई चाहिँ ओथ भनिएको छ ओथ भनेको चाहिँ प्रकाशित हुने वा खुलिने प्रकाशमा आउने जस्तो लुकाइएको कुराहरू प्रकाशमा आउने प्रकट गरिने हजुर अनि त्यो चाहिँ के भने परमेश्वरले सूर्य र चन्द्रलाई बनाउँदै गर्नुहुँदा के भन्नुभयो तिमीहरूले चाहिँ के गर्नु लुकाइएको कुराहरू बिस्तारै अब प्रकाशमा आउँदै जान्छ म खोल्दै जान्छु रहस्य खोल्दै जान्छु मान्छेको उद्धारको रहस्य खोल्दै जान्छु भनेर परमेश्वरले साइन चिन्हहरू परमेश्वरले त्यसको लागि सूर्य र चन्द्रलाई राख्नु भएको त्यसको मतलब चाहिँ यो जुन चाहिँ चाड पर्वको कुराहरू हामी यो दिनहरूमा गरिराखेका छौँ यो चाड पर्व चाहिँ खालि सिम्पल हाम्रो हिसाबको एउटा हामीले मनाउने या अब के भनौँ त्यसको पालना गर्ने त्यसको एउटा बाहिरी रूपलाई मात्र हामीले नपछ्याएर यसको गहिरो पछाडिपट्टिको रहस्यलाई चाहिँ हामीले बुझ्नु आवश्यक छ हजुर यसै कारण परमेश्वरले सूर्य र चन्द्र बनाउनु भयो परमेश्वरले सूर्य र चन्द्र बनाउनु भएको उद्देश्य नै त्यही हो कि सूर्य र चन्द्र बनाउँदै गर्दा चाहिँ तिमीहरूको पहिलो कर्तव्य चाहिँ संसारमा घाम उज्यालो दिनु होइन ताराहरू तिमीहरूको काम चाहिँ ट्विङ्कल ट्विङ्कल लिटल स्टार होइन है हामी नानीहरूले गीत गाउँछ नि ट्विङ्कल ट्विङ्कल स्टार त्यतिको लागि मात्रै होइन तर घाम जुन ताराहरू मिलेर चाहिँ परमेश्वरको यो चाडहरूलाई घोषणा गर्नको निम्ति परमेश्वरले आकाशमा राख्नु भएको यसको रहस्य त बडो शक्तिशाली रहेछ हजुर एकदमै रहस्य शक्तिशाली रहेछ हामीले एउटा वैज्ञानिक हिसाबले हेरिरहेको मात्रै कुरा होइन अनि मेरो ख्यालमा मलाई लाग्छ तपाईँले अझै यसको बारेमा अझै गहिराइमा तपाईँले हामीलाई लैजानु भयो भने राम्रो हुन्छ हाम्रो सम्पूर्ण दर्शकहरूलाई पनि अनि अझै गहिरोमा जानु भने हामी लेवीको पुस्तक 23 अध्यायको पहिलो अनि दोस्रो पदलाई पनि हामी पढौँ
लेवी 23 अध्यायको पहिलो अनि दोस्रो पद। इजरायलीहरूलाई भन्, पवित्र सभा स्वरूप तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाडहरू यिनै हुन्। 6 दिन काम गरियोस्, तर 7औं दिन चाहिँ विशेष विश्रामको सबात, एक पवित्र सभाको दिन हो। त्यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नु। तिमीहरूले जहीँ बसोबासो गरे तापनि त्यो परमप्रभुको सबात हो। आमेन। आमेन। यहाँ हामी के देख्छौँ, परमेश्वरले के भन्दै हुनुहुन्छ भने एक दुईवटा महत्त्वपूर्ण शब्दलाई हामी हेर्छौँ। परमेश्वरले यहाँ के भन्नुहुन्छ, यो चाहिँ मेरो चाड हो, मैले ठहराएको चाड, परमप्रभुका तोकिएका चाड। हजुर। अनि उत्पत्ति 1:14 न त यहुदी जाति जन्मिएको थियो, न त याकुब जन्मिएको थियो, न त अब्राहम नै जन्मिएको थियो। अब्राहमको बाउको बाउ, बाउको बाउ पनि जन्मिएको थिएन, आदमधरि पनि बनिएको थिएन। हेर्नुहोस् है, त्यसले गर्दा यहुदीको चाड होइन यो चाहिँ। अच्छा, जुन एउटा 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 भ्रमको धारणा हामीले यो दिनहरूसम्म राखिरहेका छौँ कि यो चाहिँ परमेश्वर इजरायलीलाई भन्नुभयो, त्यसले गर्दाखेरि यहुदीहरूले मात्रै यसलाई मान्नुपर्छ भन्ने, त्यो चाहिँ होइन। त्यो चाहिँ गलत धारणा हो। त्यो चाहिँ यहुदीहरूको चाड होइन, यो चाहिँ परमप्रभुले नै आफै भन्नुभएको छ। लेवीको 23:1 पदमा भन्नुभएको छ, यो चाहिँ मेरो चाड, मेरो चाड, मैले ठहराएको चाड, परमप्रभुबाट तोकिएको चाड भन्ने शब्दले परमेश्वरले तोक्नु भएको चाड चाहिँ हामीले होइन कि होइन भनेर जति नै चिच्यायो भने पनि, जति नै करायो भने पनि, जस्तो उहाँले जुन उद्धारको बाटो बनाइदिनु भयो हाम्रो लागि, त्यो बाटोबाट म जाँदै जान्न म धर्म कर्मले नै उद्धार पाउँछु, म असल जीवन जिएर वा गरिबहरूलाई दिएर दान पुण्य गरेर उद्धार पाउँछु भनेर जति नै चिच्यायो भने पनि, जति नै हामीले किताब भरुन्जेल हामीले धर्म कर्म गऱ्यो भने पनि त्यो परमेश्वरले लिनुहुने, किनभने उहाँले ठहराउनु भएको एउटा तरिका छ नि त। त्यसरी नै उहाँले ठहराउनु भएको, तोक्नु भएको एउटा चाडहरू छ। त्यसले गर्दा तपाईँ मान्नुहोस् नमान्नुहोस् त्यो तपाईँमाथि हो, तर चाड चाहिँ परमेश्वरले ठहराउनु भएको। यो चाहिँ मुसाले आफै लेखेको चाड होइन। उसले त्यो डाँडामा गएर काम नपाएर लु अब यस्तो यस्तो गर्नुपर्छ होला भनेर बनाएको चाड होइन। हेर्नुहोस् है, त्यसले गर्दा हामी के देख्छौँ भने धेरैले भन्छ यो चाहिँ यहुदीहरूको चाड, तर यो चाहिँ परमप्रभुको चाड हो। अनि जब हामी परमेश्वरलाई प्रेम गर्छौँ भने हामी उहाँले भनेको आज्ञा पनि पालन गर्छौँ। प्रभु येशू ख्रीष्टले त्यही भन्नुभएन, यदि तिमीहरू मलाई माया गर्छौ भने मेरो आज्ञाहरू पालन गर्छौ। यसमा अर्को शब्द पनि छ, यसमा चाहिँ पवित्र महासभा भनिएको छ। पवित्र महासभा चाहिँ हिब्रूमा चाहिँ मिक्रा भनिन्छ। मिक्रा, हजुर, मिक्रा, जसको अर्थ चाहिँ हुन्छ रिहर्सल गर्नु। रिहर्सल गर्नु, हजुर। हामी उहिले नाटक खेल्दाखेरि हामी रिहर्सल गर्थ्यौँ वा प्र्याक्टिस गर्थ्यौँ। अनि प्र्याक्टिस तबसम्म हामी गर्छौँ जबसम्म त्यसलाई प्रदर्शन गर्ने वा साँच्चीकै गरेर देखाउने दिन आउँदैन। हामी 15 अगस्तहरूमा पनि हामी स्कुलहरूमा हुँदाखेरि दिनरात महिना दिनसम्म हामी प्र्याक्टिस गरिराख्थ्यौँ नि। हामी प्र्याक्टिस गरिबस्छौँ जबसम्म त्यो कुरो पुरो हुँदैन। हेर्नुहोस् है, अनि अर्को शब्द छ यहाँ घोषणा गर्नु। घोषणा गर्नु भनेको चाहिँ हिब्रूमा चाहिँ कारा भनिएको छ। कारा, हजुर। काराको अर्थ चाहिँ हुन्छ नाम काटेर बोलाउनु। नाम काटेर बोलाउनु अर्थात् निम्तो दिनु। हेर्नुहोस् त, परमेश्वरले तपाईँ अनि मलाई नाम काडिकन उहाँको चाडमा बोलाउनुहुन्छ, निम्तो दिँदै हुनुहुन्छ। निम्तो दिँदै आइज, म तँलाई मेरो योजनाहरू बताउँछु, मेरो उद्देश्य, म मेरो सपना तँलाई बताउँछु। हेर्नुहोस् त, परमेश्वरको हृदय कत्रो ठुलो छ मान्छे जातिमा। मलाई त लाग्छ कि हामीले यो कुरालाई यसो हेर्दै गर्दा हामीले त वास्तवमा केही नै बुझेकै छैन रहेछौँ जस्तो लाग्यो मलाई। किनकि एउटा बाहिरी रूपमा हामीले त्यसलाई यसो पढ्दै जाँदाखेरि चाड भन्यो, पर्व भन्यो, अनि त्यसलाई हाम्रो त्यत्तिकै नै त्यो चाडपर्व मनाउने कुरामा त्यत्तिकै दिमाग मतलब त्यति नै विचारले, त्यति नै एउटा सीमित देहले मात्र हामीले सोचिरहेको रहेछौँ। तर जुन प्रकारको तपाईँले यो हिब्रू शब्दहरूबाट त्यसको एक एकवटा अर्थ खोल्दै हुनुहुन्छ, त्यहाँबाट चाहिँ हामीले बुझ्न पाइराखेका छौँ कि कति साह्रो शक्तिशाली कुरा रहेछ यसको पछाडि। अनि यो कारा भन्ने जुन शब्द छ, यो कारा भन्ने शब्दलाई चाहिँ जुन हिब्रूमा छ, यो निम्तो दिनु वा व्यक्तिगत नाम काटेर बोलाउनु, यसलाई प्रभु येशू ख्रीष्टले उखानमा पनि भन्नुभएको छ। मत्ती 22 अध्यायको 3 अनि 4 पदलाई तपाईँले पढ्नु भने उहाँले त्यहाँ एउटा उखान भन्नुभएको छ। तपाईँले पढिदिनुहोस् त, मत्ती 22 अध्यायको 3 अनि 4 पद। र भोजमा निमन्त्रित व्यक्तिहरू बोलाउन भनी आफ्ना नौकरहरू पठाए, तर तिनीहरूले आउन मन गरेनन्। फेरि तिनले अरू नौकरहरूलाई यसो भनेर पठाए, निमन्त्रित व्यक्तिहरूलाई भन, हेर मैले मेरो भोज तयार गरेको छु, मेरो गोरुहरू र मोटा मोटा पशुहरू मारिएका छन् र सब चिजहरू तयार छन्, विवाहको भोजमा आउनुहोस्। आमेन, आमेन। अनि यहाँ के भनेको छ, विवाहको भोजमा आउनुहोस्। औ कारा भनेको चाहिँ बोलाउनु।
यसरी नै बोलाउनु। तर मान्छेहरू आउनु माने? यहाँ मानेन। आउने मन मान्छेले के भने बहना गर्यो। मान्छेले के भने यो त यहुदीहरूको चाड, यो चाडमा हामी किन जानु? कसैले भने मेरो त गोरु किनेको छु भर्खर, कसैले भने म त भर्खर बिहे गरेको छु, मैले घर बनाएको छु। अनि कोही पनि आउनु मानेन, कोही पनि आउनु मानेन। जसको निम्ति यो चाड बनाइएको थियो उनीहरू आउनु मानेन। तर यो चाडलाई तपाईँ अनि म अन्य जातिले यो दिनमा पालन गर्दै गर्दा चाहिँ हामी चाहिँ त्यो व्यक्तिहरू हुन् जो चाहिँ हामी गल्लीहरूमा हिँडिराखेका थियौँ। हाम्रो न त चिनारी थियो, हामी त माग्नेहरू, भिख माग्नेहरू जस्तो गल्लीमा फ्याँकिएको, अघि लुम्रे झुम्रे भनौँ न, अस्तित्व नभएको मान्छेहरूलाई परमेश्वरले भन्नुभयो मेरो मान्छेले जसलाई मैले नाम काटेर बोलाएँ उनीहरू आएनन्, अब म के गर्दैछु तिमीहरूलाई बोलाउँदैछु। बडो शक्तिशाली परमेश्वरको एउटा प्रकाश। किनकि यो कुरोलाई हामीले यो जुन चाहिँ वचन छ अहिले हामीले पढेको, यसलाई हामीले केवल परमेश्वरको प्रभु येशू ख्रीष्टको उद्धार अनि उहाँले हामीलाई उद्धारमा बोलाउनु भयो, हामी आउन मानेनौँ भन्ने कुरो त्यसको एउटा मात्रै प्रकाशनमा हामी आजको दिन बसिरहेका थियौँ भनेदेखिलाई परमेश्वरले भोजमा उहाँको फिस्टहरू उहाँको पर्वमा उहाँले हामीलाई बोलाउँदै गर्नु हुँदाखेरि चाहिँ कसरी हामीले यसलाई नकारिरहेका छौँ भन्ने कुरो भने धेरैले नकारिराखेका छन् भन्ने कुरो प्रष्ट भइराखेको छ। तर हामी जस्तो मान्छेलाई परमेश्वरले यो चाडको रहस्य खोलिदिनु भयो। अनि अझै गहिरो रहस्य तपाईँलाई भन्नु हो भने 1000 वर्षको राज्यमा, प्रभु येशू ख्रीष्टको 1000 वर्षको राज्यमा पनि हामी यो चाड मनाउँदै गरेका हुन्छौँ। त्यो समयमा हामी यो चाडहरू हजुर यसैयामा लेखिएको छ, जकरियामा लेखिएको छ कि 1000 वर्षको राज्यभित्र पनि तिमीहरूले यो चाड मनाउँदै गरेका हुन्छौ। त्यसले गर्दा कति महत्त्वपूर्ण परमेश्वरले तपाईँ अनि मलाई के भन्नुहुन्छ, आइज प्र्याक्टिस गर यो चाडहरू, त्यसको लागि प्र्याक्टिस गर, चाडहरू मनाउने प्र्याक्टिस गर। तर यो प्र्याक्टिस चाहिँ खानु पिउनु रमाइलो गर्नु मातेर हिँड्नु अघि नयाँ लुगा गिफ्टहरू साट्नु होइन, तर आफ्नो हृदयलाई तयार पार्नु शुद्धतामा पवित्रतामा परमेश्वरलाई खोज्ने समयहरू हो यो। अनि त्यसपछि कोही पनि आएन, तर मालिकले के भन्यो, ती मान्छेहरूलाई बोला जसको चाहिँ कोही पनि छैन। त्यसले गर्दा परमेश्वरले तपाईँ अनि मलाई यो दिनमा त्यो कुराहरूको लागि पठाउँदै हुनुहुन्छ। त तपाईँले अघि यो जुन परमेश्वरको यो पर्वहरूको बारेमा तपाईँले कुरा गर्दै हुनुहुन्थ्यो, अनि त्यो पर्वहरू तपाईँले भन्दै हुनुहुन्थ्यो कि कसरी उनीहरूलाई हामी 3वटा वर्गमा विभाजित गर्न सक्छौँ। त यो पहिलो यो 3वटा पर्वको बारेमा तपाईँले भन्दै हुनुहुन्थ्यो जो चाहिँ एउटैभित्र समावेश छ। एउटा चाहिँ निस्तारको पर्व, अखमिरे रोटीको पर्व अनि पहिलोटे फलहरूको पर्व। यो जुन चाहिँ यो पर्वहरू छ, यो पर्वहरू चाहिँ के चाहिँ हो अनि यसको बारेमा तपाईँलाई अलिकति हामीलाई बताइदिनुहुन्छ कि हाम्रो दर्शकहरूलाई बताइदिनुहुन्छ कि स्पष्टसँगले? हजुर, हामी निसानको महिनाको 13-14वाँ दिनहरूभित्र हामी पसेका छौँ। अस्ति हामीले के अरे निसान 10वाँ दिनमा 10वाँ दिनलाई पनि मनायौँ होइन। त्यसले गर्दा अहिले हामी अब हाम्रो प्रचलित शब्द गुड फ्राइडेको समयमा हामी भएको कारणले गर्दा हामी विशेष गरी आज निस्तार चाडलाई हामी हेर्नेछौँ। अनि प्रभु येशू ख्रीष्टले निस्तार चाडलाई कसरी पुरा गर्नुभयो, निस्तार चाडको आत्मिक अर्थलाई। त्यसले गर्दा हामी इसाईहरूले यो चाड मान्नुपर्छ कि पर्दैन भन्ने कुरा चाहिँ हामीले के बुझ्नुपर्छ भने परमेश्वरले जब मूसालाई यो कुरा दिनुभयो 3वटा कुरा हामी बुझ्छौँ। एउटा चाहिँ सेरेमोनियल लज, दस्तुर रीति गर्नै पर्ने, अनि जो चाहिँ इजरायलीहरूलाई परमेश्वरले जिम्मा दिनुभयो उनीहरूले गर्नु सकेन, उनीहरू चुके। अर्को चाहिँ स्क्रिप्चरल है, यसमा के भनौँ वचनको धर्मशास्त्रको एक-एकवटा बुँदालाई कसले पुरा गरे भन्दाखेरि प्रभु येशू ख्रीष्टले पुरा गर्नुभयो। अनि तेस्रो चाहिँ के हो, स्पिरिचुअल, यसको आत्मिक गहिरो अर्थ छ। अनि त्यो आत्मिक गहिरो अर्थ चाहिँ प्रभु येशू ख्रीष्टको मण्डलीलाई उहाँले जिम्मा दिनुभएको छ। भन्नु मतलब चाहिँ यो चाड पर्वद्वारा पनि उहाँले यो 3वटा शक्तिशाली प्रकाशनहरू चाहिँ उहाँको हामी यो पर्वहरूमा भेटाउँछौँ। हजुर, यसले गर्दा प्रभु येशू ख्रीष्ट चाहिँ कसरी के को लागि आउनुभयो, वचनलाई शब्द पुरा गर्नको निम्ति प्रभु येशू ख्रीष्ट आउनुभयो। तपाईँले भन्दै गर्नुहुँदाखेरि त्यो यो वचन मलाई स्वाट्टै याद आयो। त्यो चाहिँ उहाँले सायद मत्तीको पुस्तक 5 अध्यायको 17 अनि 18मा सायद लेखिएको हुनुपर्ने। हजुर, मत्ती 5 को 17-18। हजुर, अनि मलाई त्यो पढ्न मन लाग्यो। तपाईँले भन्दै गर्नु त मलाई सट्टै त्यो वचन ध्यान आयो
उहाँले जहाँ भन्नुभएको छ कि म चाहिँ व्यवस्थालाई रद्द गर्नु या भङ्ग गर्नु चाहिँ आएको होइन, किनकि त्यतिखेर पनि यहुदी जातिहरू उहाँलाई त्यही कुरोमा चाहिँ उहाँसित उनीहरू लगातार सङ्घर्ष गरिरहेको थियो, झगडा गरिरहेको थियो कि तपाईँले व्यवस्थालाई चाहिँ तपाईँले एकदमै अनादर गरिराख्नु भएको छ, तपाईँले व्यवस्थालाई पालन गर्नुभएको छैन, यो चाहिँ सही होइन भन्ने कुरा। अनि यहाँनिर यसरी लेखिएको रहेछ, व्यवस्था अथवा अगमवक्तालाई रद्द गर्न म आएको हो भने नसम्झ, ती रद्द गर्न होइन तर ती सबैलाई म पुरा गर्न आएँ। किनभने साँच्चै म तिमीहरूलाई भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा अथवा बिन्दु पनि टल्ने छैन। आमेन आमेन आमेन। अनि किन चाहिँ उहाँले यहाँनिर यो कुरो भन्नुभयो कि म चाहिँ व्यवस्थाको सानोभन्दा सानो मात्रा अथवा बिन्दुलाई पनि म पुरा गर्नको लागि चाहिँ म आएँ भनेर चाहिँ उहाँले किन चाहिँ भन्नुभयो? अनि किन चाहिँ यहुदीहरूले उहाँलाई लगातार दोष लगाइराखे कि तपाईँले व्यवस्थालाई बिगार्नुभयो या भत्काउनुभयो या भङ्ग गर्नुभयो? यहुदीहरूले किन दोष लाउँथे भने किनभने उनीहरूले परमेश्वरले दिनुभएको व्यवस्थाको गहिरो कुरा बुझेको थिएन। उनीहरूले चाहिँ सतहमा मात्रै बुझिराखेको थियो, तर त्यसको गहिराई जस्तो प्रभु येशू ख्रीष्टले बिमारीलाई विश्राम दिनमा निको पार्नुभयो होइन? त्यही कुरोमा चाहिँ मेरो ख्यालमा हजुर। अनि यहुदीहरूले उहाँलाई न्यू खोजे कि तपाईँले विश्राम दिनमा किन चाहिँ बिरामी निको पार्नुभयो, किन चाहिँ विश्राम दिन पालन गर्नु भएन? हजुर, किनभने आज त विश्रामको दिन हो, रेस्टको दिन हो, हामी बिसाउनु पर्ने दिन। तर प्रभु येशू ख्रीष्टले उनीहरूलाई त्यो बिमारीलाई जाति पारेर निको पारेर के देखाउन चाहँदै हुनुहुन्थ्यो भने, हेर कुनै मान्छे बिमारले दबिएको, बिमारले लादिएको मान्छे चाहिँ नि कहिले पनि विश्राममा हुँदैन। इज नेभर एट रेस्ट। बिमारीको बन्धनमा पसिराखेको मान्छे एउटा कैदी नै जस्तो भयो। हजुर, त्यहाँ के अरे हाम्रो यहाँ चेन्नईमा के अरे सिएमसीमा हस्पिटल छ, त्यो हस्पिटलमा थुप्रो बिमारीहरू हुन्छ। शनिबार आइतबार छुट्टी हुन्छ, त्यहाँ डक्टरहरू प्राय आउँदैनन् है, ब्लड टेस्टहरू पनि हुँदैन। अनि उनीहरूले के भन्छ, आइतबार चाहिँ हस्पिटल छुट्टी। तर त्यो बिमारी रुङ्ने मान्छेहरू, त्यो बिमारीहरू हस्पिटलभित्रै बसेको हुन्छ। उनीहरूका लागि के आइतबार, के सोमबार छुट्टी, के छुट्टी, के रातो दिन, के 15 अगस्त होइन, के क्रिसमस, के उनीहरूलाई मतलब हुँदैन। उनीहरूलाई के हुन्छ भने यो बिमारदेखि म कहिले जाते हुँ, उनीहरूको उद्देश्य त्यति मात्रै हुन्छ, कहिले चाहिँ म छुटकारा। अनि त्यो बिमारी जब जाति निको हुन्छ उसको लागि ग्रेटेस्ट रेस्ट, सबैभन्दा ठुलो विश्राम चाहिँ त्यो दिनमा प्रवेश हुन्छ। प्रभु येशू ख्रीष्टले चाहिँ त्यो कुरा देखाउँदै हुनुहुन्थ्यो, एउटा बिमारीको लागि चङ्गाइमा पस्नु चाहिँ त्यो चाहिँ विश्राम हो। हजुर, एक्ज्याक्टली। तर यहुदीहरूले बुझेन। उनीहरूले माथिको सतहबाट मात्रै बाहिरी विश्राम मात्रै उनीहरूले त्यसलाई भनिरहेको। अनि तपाईँले मिठो प्रश्न सोध्नुभयो, अनि यसको उत्तर उहाँले एउटा सानोभन्दा सानो बिन्दु पुरा गर्न किन आउनुभयो भन्दाखेरि हामी 20 पदमा 5 अध्यायको 20 पदमा नै उत्तर छ, तपाईँले पढिदिनुहोस् त। 5 अध्यायको 20 पदमा हामी उत्तर भेटाउँछौँ। किनभने म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता शास्त्री र फरिसीहरूको भन्दा बढी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ। आमेन। यहाँ हामी के देख्छौँ भने धर्मगुरुहरूले व्यवस्थाको ठुल्ठुलो कुरो त पालन गर्दै थिए, तर सानो सानो कुराहरूमा उनीहरू चुक्दै थिए है। जस्तो तेरो छिमेकीको कुराको तैँले लोभ नगर, बेविचार नगर, चोरी नगर, नढाँट, सानो सानो कुराहरू उनीहरू चुक्दै थियो। अनि प्रभु येशू ख्रीष्टले के भन्नुभयो, तिमीहरूको धार्मिकतालाई चाहिँ म के गर्छु, धर्मगुरुहरूको भन्दा धेरै देखाउँछु। योर राइचियसनेस विल बी मोर देन रिलिजन। धर्मले जुन मापदण्ड तोकेको छ यति गऱ्यो भने हुन्छ त होइन। प्रभुले भन्नुभयो, कसैले तँलाई दौरा माग्दैछ भने सुरुवाल पनि दिने म तँलाई बनाउँछु। कसैले तँलाई 1 किलोमिटर हिँड भन्दैछ भने तँलाई 2 किलोमिटर हिँड्ने बनाउँछु। त्यो मापदण्ड भन्दाखेरि धेरै नै उचाइको माथिको कार्य उहाँले बताउँदै हुनुहुन्छ। वास्तवमा अनुग्रहको काम पनि त्यही हो। अनुग्रहले चाहिँ हामीलाई यहाँ जिउनु संसारले सिकाउँदैछ भने, वा क्रिस्चियन भएर यतिमा जियो भने ठिक्कै छ भनेर सिकाउँदैछ, अनुग्रहले चाहिँ हामीलाई माथि जिउनु सिकाउँछ। अनुग्रहले चाहिँ मलाई बलियो बनाउँछ भन्नुभएको छ पौल प्रेरितले होइन बाइबलमा। यो कुराहरू त्यसले गर्दाखेरि यो कुरा पुरा गर्नको निम्ति प्रभु येशू ख्रीष्ट आउनुभयो। अनि हामी के देख्छौँ भने यो 3वटा चाडहरू जुन छ, 3वटा चाडमा परमेश्वरले यरुशलेममा तिमीहरूको इजरायली पुरुषहरू 3वटा चाडमा चाहिँ तिमीहरू भेला हुनु भनेर परमेश्वरले आज्ञा गर्नुभएको थियो।
तिनैवटा चाडमा चाहिँ हरेक तिनैवटा चाडमा हजुर हरेक इजरायली पुरुषहरू चाहिँ उनीहरू यरुसलेममा आउनुपर्ने। हजुर हजुर। अनि यो कुरो किन भयो भन्दाखेरि चाहिँ परमेश्वरले के गर्न चाहँदै हुनुहुन्थ्यो, परमेश्वरको मानिसहरूलाई परमेश्वरको प्रोफेटिक क्यालेन्डर अगमबाणीय क्यालेन्डरसँग जोड्न चाहँदै हुनुहुन्थ्यो। उहाँले ती पुरुषहरूलाई यरुसलेममा आउनु भनेर भन्नुको पछाडि चाहिँ उहाँको यो विचार थियो, उहाँको यो योजना थियो। हजुर, मैले के घटना घटाउन आँटेको छु पृथ्वीमा, यसकारण बाइबलमा के भनेको छ, उहाँले आफ्नो दासहरूलाई केही नभनिकन, अगमवक्ताहरूलाई केही नभनिकन केही पनि गर्नुहुन्न भनेको छ। त्यसले गर्दा परमेश्वरले चाहिँ इजरायली सम्पूर्ण इजरायली जातिलाई चाहिँ एज अ नेसन अफ प्रिस्ट, यस हैन, पुजारीको जाति, राज्य बनाउँछु भनेर परमेश्वरले भन्नुभएको कारणले गर्दा सबैजनाले नै अगमबाणीको कुराहरू बुझेको परमेश्वर चाहनुहुन्थ्यो। मोसाको सपना पनि यही थियो। परमेश्वरले मोसाले के भनेको छ, एक दिन म त चाहन्थेँ सबैजनाले इजरायलमा अगमवक्ता भएको कति राम्रो हुन्थ्यो अघि। अनि परमेश्वरले पनि चाहनुहुन्छ सबै मान्छे चाहिँ यो चाडहरूलाई बुझुन्, यो चाडहरूमा उहाँको गहिरो कुरोलाई बुझुन्। त्यसले गर्दा परमेश्वरले 3 पल्ट इजरायललाई यरुसलेममा बोलाउनुहुन्थ्यो। अच्छा, अब अलिकति अगाडि तपाईँले म सँगसँगै हाम्रो सम्पूर्ण दर्शकहरूलाई पनि लगिदिनुहोस् भन्ने म चाहन्छु। त हाम्रो जीवनमा यो चाडहरूको महत्त्व अनि हामीले यसलाई कसरी मनाउने, यसको बारेमा अलिकति प्रकाश पारिदिनु भयो भने। तपाईँले अघि सेरेमोनियल कुराहरू गर्दै हुनुहुन्थ्यो, त्यसको स्पिरिचुअल महत्त्वको कुरा गर्दै हुनुहुन्थ्यो, थुप्रो यसको पछाडिको रहस्य तपाईँले बताउँदै हुनुहुन्थ्यो। त बिङ अ क्रिस्चियन, एउटा इसाई भएको नाताले हामीले हाम्रो जीवनमा यसको महत्त्व अनि कसरी चाहिँ अनि किन चाहिँ हामीले यसलाई मनाउनु पर्ने, त्यसको अलिकति प्रकाश म तपाईँलाई अलिकति स्पष्टीकरण दिनु मन पर्यो। अघि मैले भनिहालेँ, सेरेमोनियल लज, रीतिका जुन व्यवस्था छ, रीतिका कानुनहरू छन्, त्यो चाहिँ इजरायलीहरूलाई परमेश्वरले गर भन्नुभएको थियो। त्यसपछि स्क्रिप्चरली प्रभु येशू ख्रीष्ट आउनुभयो, हजुर, बिन्दु बिन्दुलाई पुरा गर्न। त्यसपछि यो चाडहरूको आत्मिक कुरा अझै गहिरो कुरा बुझ्नको निम्ति चाहिँ परमेश्वरले तपाईँ अनि मलाई बोलाउँदै हुनुहुन्छ। यसको अर्थ के हो भने, यदि हामीले चाड मनाएनौँ भने, कतिजनाले भन्छ यो चाड मनाउँदैन नि त हामी, यो चाड मनाएन भने नर्क जान्छ, व्यवस्था पालन गरेन भने हामी नर्क जान्छ भनेर सोच्छन्। धेरैको मनमा त्यो हुन्छ, चाड नमनाउने चाहिँ नर्कै जान्छ क्या हो है, यो व्यवस्था पालन नगर्ने चाहिँ नर्कै जान्छ क्या हो भनेर मान्छेले न्यु खोज्छन् त। तर आज म तपाईँलाई के भन्न स्पष्ट गर्न चाहन्छु भने, यो चाड मनाउँदैमा स्वर्ग जाने, नमनाउँदैमा नर्क जाने होइन। परमेश्वरको आज्ञालाई हामीले मान्दैमा स्वर्ग जाने, नमान्दाखेरि हामी नर्क जाने होइन। उद्धार पाइसकेपछि हामी परमेश्वरको राज्यमा त पस्छौँ है। तपाईँले मान्नुहोस्, यो चाडलाई मनाउनुहोस् या नमनाउनुहोस्, परमेश्वरको राज्यमा पस्छौँ नै पस्छौँ। तर मत्ती 5 अध्यायको 18 अनि 19 पढिदिनुहोस् त, त्यहाँ के लेखेको छ त्यसलाई हामीले गहकिलो प्रकारले हामीले बुझ्नुपर्छ। मत्ती 5 अध्यायको 18-19। किनभने साँच्चै म तिमीहरूलाई भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्ने छैन। यसै कारण जसले यी आज्ञाहरूमध्ये सबैभन्दा सानोलाई उल्लङ्घन गर्ला र मानिसहरूलाई त्यसै गर्न सिकाउला, स्वर्गको राज्यमा त्यो सबैभन्दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्वर्गको राज्यमा त्यो ठुलो कहलाइनेछ। आमेन। प्रभु येशू ख्रीष्टले के भन्नुभएको छ भने, स्वर्ग र पृथ्वी टलेर नजान्जेलसम्म यो कुराहरू रहि नै रहन्छ, टलेर जाँदैन भन्नुभएको छ है। स्वर्ग र पृथ्वी टलेर गएको छैन। अनि अर्को कुरा चाहिँ यो चाहिँ स्वर्ग या नर्कमा जाने कुरा होइन, इस्यु चाहिँ त्यो होइन, मुद्दा त्यो होइन। तर यहाँ के छ भने, जसले आफूले पनि गर्दैन, अरूलाई पनि गर्नु दिँदैन है, भड्काउँछ, बाधा पुर्याउँछ, त्यो मान्छे चाहिँ स्वर्गको राज्यमा सानो कहलाइन्छ भनेको छ। बिल्कुल। जसले आफै पनि गर्छ अनि अरूलाई पनि गर्नु सिकाउँछ, त्यसले गर्दा पास्टरहरूको भूमिका, सेवकहरूको भूमिका कति ठुलो
अत्यन्त महत्त्वपूर्ण छ। आफैले पनि गर्नु पर्यो, अरूलाई पनि गर्न सिकाउनु पर्यो। ऊ चाहिँ स्वर्गको राज्यमा ठुलो कहलाइन्छ, ठुलो कहलाइन्छ। अब मुद्दा तपाईँहरूलाई, म दर्शकहरूलाई नै यही छोडिदिन चाहन्छु। तपाईँ चाहिँ स्वर्गको राज्यमा ठुलो कहलाइएको चाहनुहुन्छ कि सानो कहलाइएको चाहनुहुन्छ? राज्यमा त तपाईँ राज्यमै पस्नुहुन्छ, तर तपाईँले कुन ठाउँ हेर्दै हुनुहुन्छ? येशूको नजिक बस्ने ठाउँ खोज्दै हुनुहुन्छ कि टाढो अँध्यारोमा बस्ने ठाउँ खोज्दै हुनुहुन्छ? यो मुद्दा चाहिँ आज तपाईँहरूको बिचमा म छोडिदिन्छु। त अब हामी के हेर्छौँ? अब हामीले 3 पल्ट पुरुषहरू जम्मा हुनुपर्ने कुरा हामी राखेका थियौँ। व्यवस्था विवरण 16को 16 तपाईँले पढिदिनुहोस् त। जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुनेछ त्यहाँ वर्षमा 3 पल्ट तिमीहरूका सबै पुरुष उहाँको सामुने देखा परुन्। अखमिरे रोटीको चाडमा, साताहरूको चाडमा र छाप्रो बाँसको चाडमा परमप्रभुको सामु कोही रित्तै हात देखा नपरोस्। आमेन, आमेन। अब यहाँदेखि 3 पल्ट जम्मा हुनु भनेर भन्नुभएको छ। अब यहाँदेखि चाहिँ म तपाईँलाई 2टा घटनाहरूमा लिएर जान चाहन्छु। 2टा घटनाहरूमा तपाईँको मनलाई यसो सोच्नुहोस्, यो घटना अनि अर्को घटना, 2टा घटनालाई हामी जोड्छौँ। अब त्यसले गर्दा मसँग तपाईँहरू यात्रामा जान सक्नुहुन्छ। अनि आजको दिन मानिलिनुहोस् 8औं निसान महिनाको 8औं दिन, निसान महिनाको 8औं दिनमा प्रभु येशू ख्रीष्ट अन्तिमपल्ट यरुशलेमतिर यात्रा गर्न लाग्नुभयो है। मलाई थाहा थियो मलाई मार्छ भनिकन, उहाँ शहीद हुनुपर्छ, बलिदान हुनुपर्छ भनेर मलाई थाहा थियो। तर प्रभु येशू ख्रीष्ट यरुशलेमको यात्रा सुरु गर्नुभयो अन्तिमपल्ट। अनि यरुशलेमको यात्रा सुरु गर्दै गर्दा उहाँ विश्राम दिन भएको कारणले गर्दा उहाँ निसान महिनाको 8औं दिनमा चाहिँ उहाँ कहाँ जानुभयो? बेथानीमा जानुभयो। अनि बेथानीमा कसको घर थियो? लाजरस, मार्था अनि मरियमको घर थियो। उहाँको प्रिय मित्रहरू जसले चाहिँ साँच्चै हृदय खोलेर माया गर्थे। अनि उनीहरूको घरमा अन्तिमपल्ट प्रभु येशू ख्रीष्ट बिसाउनु भयो, उहाँले विश्राम गर्नुभयो है। त्यसपछि अब 8, 9 अनि 10औं दिनको कुरा गरौँ हामी, किनभने विश्राम दिन सकियो अब। अनि निसान महिनाको 10औं दिन, 10औं दिन अब यहाँ चाहिँ घटना घटिराखेको छ है। व्यवस्थामा के हुँदैछ अनि यता प्रभु येशू ख्रीष्टको जीवनमा कस्तो घटना घट्दैछ अघि हामीले हेर्दै थियौँ। उहाँ बिन्दु बिन्दु पुरा गर्न आउनुभयो। त्यसले गर्दा यूहन्ना सुसमाचार 12 अध्यायको पहिलो अनि दोस्रो पद तपाईँले पढिदिनुहोस् त। निस्तार चाडको 6 दिन अघि येशू बेथानियामा आउनुभयो। त्यहाँ लाजरस बस्थे जसलाई येशूले मृतकबाट जीवित पार्नु भएको थियो। तिनीहरूले उहाँको निम्ति त्यहाँ बेलुकीको भोजन तयार गरे। मार्थाले सेवा टहल गर्थिन् अनि लाजरस चाहिँ उहाँसँगै खाना बस्नेहरूमध्ये एकजना थिए। यो चाहिँ निसानको 8औं दिनमा, हजुर 8औं दिनमा भयो। अब 9औं दिन उहाँहरू विश्राम गरे। तर 10औं दिन, अब निसान महिनाको 10वाँ दिनमा के भयो? निसान महिनाको 10वाँ दिनमा घटना घट्न सुरु भयो। हेर्नुहोस् है, हामी के देख्छौँ? अब पुरानो करारमा तपाईँले हेर्नुभयो भने प्रस्थान 12 अध्यायको 5 पद, तिमीहरूको पाठ हो खोट रहित होस्, 1 वर्षको पाठ हो, तिमीहरूले त्यो भेडा अथवा बाख्राबाट लिनु। आमेन। हामीले के देख्छौँ भने अब यतापट्टि के हुँदैछ? लेवी पुजारीले वर्षभरि जन्मदेखि खोट नलगाइकन, चोट नलगाइकन, दाग नलगाइकन हुर्काएको के छ? पाठो छ, एउटा निस्खोट पाठो छ। अनि अर्कोपट्टि प्रभु येशू ख्रीष्ट यरुशलेम जान तयार हुँदै हुनुहुन्छ। अनि त्यो दिन निसान महिनाको 10औं दिनमा चाहिँ परमेश्वरले इजरायललाई के भन्नुभएको थियो? त्यो पाठो चाहिँ के गर्नु? तिमीहरूले मन्दिरमा लगेर तिमीहरू जानु। अब यतापट्टि तपाईँले नक्सा हेर्दै हुनुहुन्छ भने चित्र मसँग तपाईँले कल्पना गर्नुहोस्। अब एउटा चलचित्र नै हेर्नुहोस् है। यतापट्टि उनीहरूले के गर्दैछ? त्यो पाठोलाई बोकेर पुजारीहरू गीत गाउँदै जाँदैछ। उनीहरूले गीत गाउँथे, उनीहरूले भजन गाउँथे। किनभने 10औं दिनमा चाहिँ उनीहरूले मन्दिरमा पाठोलाई चढाउनु पर्थ्यो, लिएर जानु। हजुर, लिएर जानु। अनि उनीहरूले गीत गाउँदै जाँदैछ। अनि ठिक यतापट्टि प्रभु येशू ख्रीष्ट गधाको बछेडामा चढेर प्रभु येशू ख्रीष्ट पनि यरुशलेमतिर जाँदै हुनुहुन्छ। हेर्नुहोस् है, जुन चाहिँ हामी मेरो ख्यालमा साथ हामी पाम सन्डेको रूपमा, हजुर खजुरको आइतबार पनि भन्छौँ हामी होइन। तर सन्डे भएको नाम भएको कारणले गर्दा हामीले आइतबारै मनाउँछौँ। तर यद्यपि निसान 10
10वाँ दिनलाई हामीले हेऱ्यौँ भने यो जहिले पनि आइतबार चाहिँ पर्दैन वर्षैपछि यो बदली भइराखेको हुन्छ हजुर। अनि तपाईँलाई एउटा अझै रहस्यको कुरा भनिदिउँ, यो हप्ताभरि यो निसान महिनाको 10औं दिनदेखि लिएर अखमिरी रोटीको चाडसम्म इजरायलमा यहुदीहरूले चाहिँ जहिले पनि भजन सङ्ग्रह 113 देखि लिएर 118 को भजन गाउने गर्छ। 113 देखि 118 किन हो थाहा छैन, तर उनीहरूले यो भजनलाई रोजेर उनीहरूले वर्ष युगदेखि उनीहरूले यही भजनलाई मात्रै गाउने गर्छ। अनि यो भजनलाई चाहिँ उनीहरूले हालेल भन्छन्। हालेल हजुर। अनि प्रभु येशू ख्रीष्टको गधाको बछेडा सँगसँगै उनीहरूले खजुरको स्याउलाहरू लुगाहरू ओछ्याउँदै है प्रभुलाई स्वागत गर्दै गर्दा उनीहरूले कुन गीत गाउँदै थियो? हालेल गाउँदै थियो हजुर, हालेल गाउँदै थियो। हामी पढौँ न त्यो हालेलमा के लेखेको रहेछ? भजन सङ्ग्रह 118 को 14 पद, परमप्रभु मेरो शक्ति र मेरो भजन हुनुहुन्छ र उहाँ मेरो उद्धार हुनुभएको छ। आमेन। यहाँ जुन उद्धार भन्ने शब्द छ यो उद्धारको अर्थ चाहिँ हुन्छ येशुवा। यो उद्धार भन्ने यो जुन चाहिँ उद्धार भन्ने शब्द छ, यो उद्धार शब्दको अर्थ चाहिँ येशुवा हजुर। कति अगमबानी हेर्नुहोस् त, उहाँले प्रभु येशू ख्रीष्टलाई येशुवालाई आफ्नो उद्धारलाई बोकेर यरुशलेमतिर लाँदै हुनुहुन्छ अनि उनीहरूले उद्धारकै गीत गाउँदैछन्। उहाँ मेरो उद्धार हुनुभएको छ। कति प्रोफेटिक हो कि। अनि जकरिया अगमवक्ता जकरियाले अध्याय 9 अनि 9 पदमा पनि यो घटनाको बारेमा अगमबानी बोलेको। त्यसले गर्दा महत्त्वपूर्ण घटना हो यो, एकदमै प्रोफेटिक, एकदमै भविष्य सूचक, सबै कुरो पूरा भइरहेको। परमेश्वरले त्यसै यो प्रभु येशू ख्रीष्टलाई गधामा चढा अनि लिएर जा भनेर प्रभु येशू ख्रीष्टको बारेमा भन्नुभएको। एभ्रिथिङ प्रभु येशूले गर्नुभएको हरेक कुरा अगमबानीय छ। त्यसले गर्दा यो समयहरूमा यो ऋतुहरूमा जतिजना प्रोफेटिक स्कुलका स्टुडेन्ट्सहरू छन्, अगमबानीका कुराहरूमा चासो दिनेहरू, अगमबानीका कुरामा मन लगाउने मान्छेहरू, अगमबानीका कुरालाई खोज्ने मान्छेहरू, उनीहरूको लागि चाहिँ पोर्टल खोलिदिन्छ। किनभने परमेश्वरले नि यो कुराहरू चाहिँ युग युगदेखि गर्दै आउनुभएको। त्यसले गर्दा जकरिया 9 को 9 पढिदिनुहोस् त। हे सियोनकी छोरी खुब रमाऊ, हे यरुशलेमकी छोरी जोडसित कराऊ, हेर तिम्रा राजा तिमी कहाँ आउँदै हुनुहुन्छ। उहाँ धर्मात्मा र मुक्तिदाता हुनुहुन्छ। उहाँ भला हुनुहुन्छ र गधामाथि अर्थात् गधाको बच्चा एउटा बछेडामाथि सवार भएर आउँदै हुनुहुन्छ। आमेन। यहाँ एकदमै स्पष्टै लेखिएको रहेछ। तर इजरायलीले देख्नु सकेन, अगमबानीलाई उनीहरूले पढेकै थिएन। यद्यपि उनीहरूको हातमा जकरियाको पुस्तक थियो। हेर्नुहोस्, हाम्रो हातमा आज बाइबल छ र पनि परमेश्वरको गहिरो कुराहरू हामी बुझ्न इन्कार गरिराखेका छौँ। हामी आफ्नै मनगढन्ती कुराहरू लगाएर, आफ्नै दर्शनशास्त्र लगाएर, आफ्नै विचारधाराहरूले परमेश्वरको वचन बङ्गाएर, तर खोज्नेहरूले यी भेटिराखेको थियो कि त्यो गधाको बछेडामा चढेर यरुशलेम आउने चाहिँ को रहेछ? तिमीहरूको राजा, तिमीहरूको उद्धारकर्ता रहेछ। हेर्नुहोस् त, अब हामी भजन सङ्ग्रह 118 को 24, 25 अनि 26 पढौँ हामी। उनीहरूले यो भजन गाउँदैछन् आज। अच्छा, उनीहरूले गाउने भजन चाहिँ यो हो हजुर। आजको दिन परमप्रभुले सृजना गर्नुभएको हो, यसमा हामी आनन्दित हौँ र रमाऊ। परमप्रभुको नाउँमा आउने धन्यको हो। परमप्रभुको भवनबाट हामी तिमीहरूलाई आशीर्वाद दिन्छौँ। परमप्रभु नै परमेश्वर हुनुहुन्छ र उहाँले हामी माथि आफ्नो प्रकाश चम्कन दिनुभएको छ। हातमा स्याउला लिएर शोभा यात्रामा वेदीका सिंहहरूसम्म हर्षको साथ जाऊ। आमेन। हामीले सन्डे स्कुलमा गीत गाउँछौँ, दिस इज द डे दैट द लर्ड हैज मेड। हेर्नुहोस् त, आजको दिन उहाँले सृजना गर्नुभयो, यहीबाट आएको। अनि सन्डे स्कुलमा नानीहरूले जब खजुरको आइतबार हुन्छ उनीहरूले यही गीत गाउँदै गरेको हुन्छ, जहाँ पनि म सुन्छु कि आजको दिन उहाँले बनाउनु भएको। त्यसपछि होजाना होजाना, होजानाको अर्थ के हो? हामीलाई बचाउनुहोस्, हामीलाई बचाउनुहोस्। कति अगमबानी छ, प्रभु येशू ख्रीष्ट आउँदै हुनुहुन्छ अनि उनीहरूले गीतमा पुकारा गर्दैछ, हामीलाई बचाउनुहोस्, हामीलाई बचाउनुहोस्। शक्तिशाली प्रकाश परमेश्वरले दिनुभएको। अनि एकपट्टि चाहिँ के आउँदैछ? भेडाको पाठो आउँदैछ, भेडाको पाठो आउँदैछ। अनि अब प्रिय दर्शकहरूले सायद यो दुईवटा जुन प्रकारको एउटा कम्पेरिजन चाहिँ एउटा तुलनात्मक कुरो छ, वचन अगमबानी अनि त्यसको पुरो हुवाई, त्यो कुरोलाई आफ्नो दिमागमा आफ्नो विचारमा राखिराख्नु मेरो ख्यालमा जरुरी छ। अनि एकतर्फ तपाईँले पुरानो करारमा निस्तारको दिन यो समयमा के भइराखेको छ अनि कसरी त्यो कुरालाई प्रभु यीशु ख्रीष्टले
हर बिन्दु बिन्दुमा पुरा गर्दै हुनुहुन्छ भन्ने कुरालाई म उहाँलाई एकपल्ट फेरि पनि सम्झना दिलाउन चाहन्छु। आमेन आमेन। अनि यतापट्टि भेडाको पाठो आउँदैछ, यता प्रभु येशू ख्रीष्ट आउँदै हुनुहुन्छ। अनि एक्ज्याक्टली मन्दिरभित्र प्रवेश गरेर प्रार्थना गर्ने टाइम चाहिँ बिहानको 9 बजी हो। बिहानको 9 बजी जसै भेडाको पाठो मन्दिरभित्र प्रवेश गर्दैछ, भेडाको पाठोको वरिपरि पनि एउटा झुन्ड छ, किनभने पुजारीले ठुलो प्रशंसा आराधना गर्दै हालेल गाउँदै उनीहरू आउँथे। प्रभु येशू ख्रीष्टसँग पनि एउटा ठुलो झुन्ड छ, होइन? कति अगमबानीहरूले अनि प्रभु येशू ख्रीष्ट पूर्वको ढोकाबाट पस्नुभयो, किनभने बाइबलमा अगमबानी लेखिएको थियो, तिम्रो राजा तिम्रो राजकुमार चाहिँ हेर पूर्वको ढोकाबाट पस्नुहुन्छ भनिकन लेखिएको थियो। अब 10औं दिनमा जब प्रभु येशू ख्रीष्ट पस्नुभयो अनि यता भेडाको पाठोलाई अब के गर्छ उनीहरूले? अब भेडाको पाठोलाई उनीहरूले हेर्नु थाल्छ, उनीहरूलाई जाँच गर्नु थाल्छ, ताकि त्यो पाठोमा कुनै पनि खोट नहोस्। हेर्नुहोस् है, प्रस्थान 12 को 2 अनि 3 अनि 5 पद पढिदिनुहोस् त। प्रस्थान 12 को 2 अनि 3 हामी वचन पढ्दैछौँ ताकि तपाईँहरूलाई यो कुरा चाहिँ कहाँ लेखेको छ नहोस् अनि बित्थामा भनेको कुरा नहोस्, तर वचनमा लेखिएका कुराहरू हामी तपाईँहरूलाई भन्दैछौँ। यो महिना चाहिँ तिमीहरूका निम्ति महिनाहरूको सुरु, वर्षको पहिलो महिना हुनेछ। इजरायलका सारा समुदायलाई यसो भन् कि महिनाको 10औं दिनमा तिनीहरू हरेकले आफ्नो परिवारको निम्ति हरेक घराना अनुसार एउटा एउटा पाठो ल्याएर राखोस्। तिमीहरूको पाठो खोट रहित होस्, 1 वर्षको पाठो। तिमीहरूले त्यो भेडा अथवा बाख्राबाट लिनु। आमेन। अनि यो भेडाको पाठोको जुन जाँच हुने चाहिँ कुन दिन अरे? हामीले के देख्यौँ त्यहाँ माथि? महिनाको सुरु अथवा वर्षको पहिलो महिना, वर्षको पहिलो महिनाको 10औं दिन। 10औं दिन हेर्नुहोस् त, 10th डे। हजुर, हामी जसलाई पाम सन्डे भन्छौँ, पाम सन्डेमा प्रभु येशू ख्रीष्ट पस्दै हुनुहुन्छ। अनि यतापट्टि उनीहरूले भेडाको पाठालाई ओल्ट्याङ पल्ट्याङ पारेर कहीँ दाग छ कि होइन, कहीँ हजुर चोट लागेको छ कि खोट लागेको छ कि त्यो कुरो उनीहरूले हेरिराखेको छ। अनि अस्ति तपाईँले मसँग सेयर गर्दै हुनुहुन्थ्यो के अरे इजरायलमा रेड हिफर रातो बाछाहरू ल्यायो भने अलिकति भन्नुहोस् न, कहाँबाट ल्यायो, कस्तो उनीहरूले जाँच गर्दै थियो? मैले पढ्दै गरेको थिएँ एउटा खबरमा कि यद्यपि त्यो चाहिँ अहिले इजरायलमा कहाँ राखिएको छ त्यो कुरोलाई उहाँहरूले अझै पनि गुप्तमै राख्नु भएको छ, बाहिर प्रकाशमा ल्याउनु भएको छैन। तर आज भन्दाखेरि सायद 3 साल जस्तो अगाडि हुनुपर्छ कि या 2-2.5 साल कहिले अगाडि एउटा चाहिँ भेटाइएको थियो। अनि त्यसपछिबाट सायद त्यही प्रकारको जुन चाहिँ रेड हेफर छ, त्यो कोरली छ, त्यो चाहिँ अमेरिकामा उहाँहरूले कुनै एउटा गुप्त स्थानमा त्यसलाई उनीहरूले पालन पोषण गरे। अनि अहिले चाहिँ जम्मा उनीहरूले हिजो अस्ति भर्खरै मात्र अमेरिकाबाट 5वटा रातो कोरलीहरू चाहिँ उनीहरूले इजरायलमा ल्याइपुर्याएका छन्। अनि बडो हर्षको साथमा, बडो आनन्दको साथमा अनि ती कोरलीहरूलाई इजरायलमा ल्याइएको छ। अनि यतिसम्म त्यहाँ के लेखिएको थियो भनेर भन्दै गर्दाखेरि चाहिँ त्यो चाहिँ सायद 1 वर्ष पुग्न लागेको या समथिङ के रहेछ। अनि यति साह्रो त्यो कोरलीहरूलाई अझै पनि उहाँहरूले राखेर जाँचबुझ गर्नुपर्ने अनि हेर्नुपर्ने छ कि यति साह्रो स्ट्रिक्ट नियम अनि कानुन चाहिँ के छ भनेदेखि उसको एउटा रौँ पनि कालो या सेतो हुनु हुँदैन, सबै रातो, एकदमै निखुर रातो। अनि कहीँ कुनै पनि प्रकारको सानोभन्दा सानो त्यहाँनिर उसको शरीरमा कुनै पनि प्रकारको चोट लागेको हुनु हुँदैन। एउटा रौँ अर्को कलरको अर्को रङको छ भने त्यो रिजेक्ट भइहाल्यो, काम नलाग्ने भइहाल्यो। त्यति साह्रो स्ट्रिक्टली उहाँले त्यो सेरिमोनियल भनेर भनौँ न, त्यो ललाई चाहिँ उहाँले त्यसमा फलो गर्नु हुँदो रहेछ, पछ्याउनु हुँदो रहेछ। अनि जम्मा चाहिँ अहिले योपालि 5वटा ल्यायो, पहिला सायद उहाँहरूसित 2वटा कतिवटा थियो। अनि अहिले त्यो चाहिँ एउटा गोप्य ठाउँमा उहाँले त्यसलाई लालन पालन गर्दै हुनुहुन्छ अनि पालन पोषण गर्दै हुनुहुन्छ। अनि त्यसलाई उहाँले पुरा त्यसरी नै उहाँले चेक गर्नुहुन्छ, हेर्नुहुन्छ भन्ने कुरा चाहिँ त्यो मैले खबरमा पढेँ। तेस्रो मन्दिर निर्माणको लागि चाहिँ उहाँले त्यसरी यो सबै कुरो चाहिँ तयार पार्दै हुनुहुन्छ। हजुर, त्यसै गर्दा हामीले हेऱ्यौँ कस्तो मिन आँखाहरूले उनीहरूले त्यो भेडाको पाठोलाई पनि त्यसरी नै जाँच्यो होला है। त्यसरी नै जाँच्नुपर्ने अवस्थामा त्यो भेडाको पाठो सानो दाग, सानो खोट, खुर अलिकति बाङ्गो, खुर अलिक काटिएको, कान अलिकति लत्रेको केही छ भने रिजेक्ट भइहाल्थ्यो। अब उनीहरूले भेडाको पाठोलाई
उल्टाई पल्टाई जाँच गर्दैछ। यता प्रभु येशू ख्रीष्ट जो थुमा हुनुहुन्छ उहाँको पनि जाँच हुँदैछ। मर्कुस 12 अध्यायको 13 पद पढिदिनुहोस् न। पछिबाट उहाँलाई कुराहरूमा फसाउँ भनेर तिनीहरूले फरिसी र हेरोदीहरू मध्येका कोही व्यक्तिहरूलाई उहाँ कहाँ पठाए। उहाँलाई जाँच गरेर यो मान्छेलाई ट्र्यापमा पार्नु सकिन्छ कि, सकिन्छ, यो मान्छेलाई लडाउनु सकिन्छ कि, कुन कुरोमा चाहिँ मानिसलाई फसाउन सकिन्छ त्यसको तयारीमा उनीहरू लागिराखे। कुनै दोष यो मान्छेकोबाट हामी भेटाउन सक्छौँ कि भनेर उनीहरूले मान्छेहरू जासुसहरू पठाए। यो मान्छेलाई लडा है। हामी अझै मत्ती 26 अध्यायको 59 अनि 60 पनि पढ्नेछौँ। मत्ती 26 अध्यायको 59-60। अब मुख्य पुजारी र जम्मै महासभाले येशूलाई मृत्युदण्ड दिनलाई उहाँको विरुद्धमा झुटो गवाही खोज्न लागे। धेरै झुटो गवाही दिनेहरू आए तर तिनीहरूले कुनै पनि प्रकारको प्रमाण पाउन सकेनन्। आखिरमा 2 जना अगाडि आए। उनीहरूले के भने कुनै पनि प्रमाण प्रभु येशू ख्रीष्टको विरुद्धमा पाउनु सकेन। यति साह्रो अघि हामीले त्यो रातो बाछाको कोरलीको रौँ भन्दै थियो नि, एउटा पनि बेरङ उहाँमा पाइएन, एउटा पनि नमिल्ने कुरा उहाँमा पाइएन, कुनै खोट पाइएन। उहाँ सिद्ध मानिस बनिनु भयो, उहाँमा कुनै खोट थिएन है। यहाँसम्म कि हेरोदले छोडिदिउँ, कयाफासले छोडिदिउँ, पन्तियस पिलातस धरीले पनि यो मानिसमा केही पनि दोष पाउँदैन, उहाँलाई जाँचे। अनि संसारको एउटा नियम प्रणालीबाट, संसारको कानुन बमोजिम जाँच्दा पनि उनीहरूले के भने यो मान्छेमा मैले कुनै दोष भेटाएको छैन है। हामी पढौँ न लुका 23 अध्यायको 13देखि 15। तब पिलातसले मुख्य पुजारीहरू, शासकहरू र जनतालाई जम्मा गरे। उनले तिनीहरूलाई भने, तिमीहरूले मानिसहरू भड्काउने भनी यिनलाई मेरो सामुने ल्यायो। तिमीहरूकै सामुने केरकार गर्दा तिमीहरूले यिनमाथि लगाएका अभियोगको दोषी मैले भेट्टाइन। हेरोदले पनि दोषी भेटाएनन्, किनभने तिनले यिनलाई हामी कहाँ नै फर्काइदिए। अब हेर, यिनले मृत्युदण्ड पाउने योग्यको कुनै काम गरेका छैनन्। प्रभु येशू ख्रीष्ट हाम्रो उद्धारकर्ता, हाम्रो मसीहा चाहिँ खोट रहित हुनुहुन्थ्यो, उहाँ दाग रहित हुनुहुन्थ्यो। आज पनि संसारले उहाँमा लान्छना लाउने कोसिस गर्छ तर उहाँमा कुनै पनि दोष भेटाउन सकेको छैन, उहाँमा कुनै पनि दोष छैन। अब त्यो कुरो घटना हुँदै गर्दा है, त्यो कुरो उहाँलाई जाँच्ने 4 दिन, निशान 10 देखि लिएर निशान 14वाँ दिनसम्म जब यो घटना घट्दैछ, अब इजरायलीहरूको घरमा चाहिँ के हुँदैछ त? इजरायलीहरूको घरमा के हुँदैछ? हामी प्रस्थान 12 अध्यायको 15 पदलाई पढौँ त। 7 दिनसम्म तिमीले अखमिरे रोटी खानु, पहिलो दिनमा नै तिमीले आफ्नो घरबाट खमीर निकाल्नु, किनभने जसले पहिलो दिनदेखि 7औं दिनसम्म खमीर हालेको रोटी खाला त्यो मानिस इजरायलबाट बहिष्कृत हुनेछ। आमेन। इजरायलीहरूको घरमा चाहिँ के हुँदैछ? उनीहरूले खमीरलाई निकाल्ने काम गर्दैछ, किनभने 7 दिनसम्म उनीहरूको घरमा कहीँ पनि खमीर देखा पर्नु हुँदैन। आजको दिन तपाईँ इजरायल जानुभयो या इजरायलमा रहनुहुने कसैलाई तपाईँले फोन गरेर बात मारेर सोध्नुभयो आज तपाईँहरूको घरमा सरसफाइ हुँदैछ, खमीर निकालिँदैछ भन्यो भने यो महिना चाहिँ, यो समयहरू चाहिँ उनीहरूको लागि एकदमै इजरायलमा हाम्रो धेरैजना परमेश्वरका छोराछोरीहरू त्यहाँ गएका छन् है, कतिजना कामको सिलसिलामा गएको छ। अनि उनीहरूलाई सोध्नु यो महिना चाहिँ साह्रो दुःखको महिना हो, एकदमै बेसी काम गर्नुपर्छ, तु बनाउँछ अरे। यहाँसम्म कि गाडीहरूलाई उल्टाङ पल्टाङ पारेर पनि गाडीहरू सफा गर्छ, किनभने बिस्किटको टुक्राहरू गाडीको चेपचेपमा बसेको छ कि भनेर। यहाँसम्म उनीहरूले खमीरको केही पनि हुँदै हुनु भयो, एकदमै खमीर। यसले गर्दा खमीरलाई उनीहरूले सफा गरिराखेको छ। परमेश्वरले के भन्नुभयो? तिमीहरूको घरमा कहीँ पनि खमीर देखा पर्नु हुँदैन। व्यवस्था विवरण 16को 4लाई पनि पढौँ न हामी। 7 दिनसम्म तिमीहरूको देशभित्र आफूसँग भएका कुनै खमीर नभेटियोस्। तिमीहरूले पहिलो दिनको बेलुकी बलि चढाएको पशुको मासु रातभरि राखेर बिहानसम्म नरहोस्। आमेन। तिमीहरूको देशभरि नै के नभेटियोस्? खमीर नभेटियोस्। देशबाट नै खमीर निकाल्नु भनेको त सानो कुरा होइन नि, होइन हजुर? देशबाट नै खमीर निकाल्नुपर्ने। खमीरले चाहिँ के देखाउँछ? पाप देखाउँछ, पाप देखाउँछ। पहिलो कोरिन्थी 5 अध्यायको 7 अनि 8 पदलाई पनि हामी हेर्छौँ। पहिलो कोरिन्थी 5 अध्यायको 7 अनि 8 पद। नयाँ ढिका बन्नलाई पुरानो खमीरलाई निकाल, किनकि तिमीहरू वास्तवमा अखमिरे नै हो।
हाम्रो निस्तारको थुमा ख्रिस्टको बलिदान भइसकेको छ। यसकारण हामी पुरानो खमीरले अर्थात् कुकर्म र दुष्टताको खमीरले होइन, तर निष्कपटता र सत्यताको अखमीरे रोटीले चाडलाई मनाऊ। आमेन। यहाँ पाउल प्रेरितले के भन्नुहुँदैछ भने चाड चाहिँ मनाऊ। बिल्कुल, चाड मनाउनु हुँदैन भनेको छैन। भन्नुभएको छैन। हजुर, त्यो हाम्रो अहिले क्रिस्चियनहरूले फेरि हामीले गल्ती बुझेका छौँ। हजुर, पाउलले के भनेको छ, चाड नमनाउँदा पनि हुन्छ भनेको छैन। अनुग्रह लेख्ने चाहिँ पाउल हो। अनुग्रहलाई पाउलले जस्तो बेसी त अहिले कसै थियोलोजीले पनि बुझेको छैन होला होइन। अनि व्यवस्थाको कुरोलाई पाउलले जस्तो बढी त कसैले पनि बुझेको छैन। तर पाउल प्रेरितले के भन्दैछ, चाड चाहिँ मनाऊ तर कुकर्म र दुष्टताको खमीरले होइन, किनभने तिमीहरू चाहिँ अखमीरी हो। अनि आफै अखमीरी पाप रहित भएको जस्तो पापबाट आफूलाई अलग गरेर शुद्ध भएर तिमीले के गर, अखमीरी रोटीको चाड हामी मनाऊ भनेर पाउलले कोरिन्थीको मण्डलीलाई के गर्दैछ, सल्लाह र उत्साह दिँदैछ। अब हामीले हेर्दै थियौँ इजरायलीले एकपट्टि घर सफा गर्दैछ अनि अर्कोपट्टि मन्दिरमा प्रभु येशू ख्रीष्टले के गर्नुभयो। हामी मर्कुस 11 अध्यायको 15देखि 17लाई पढौँ न। मर्कुस 11 अध्यायको 15देखि 17। अनि यरुशलेममा पुग्नु भएपछि उहाँ मन्दिरभित्र पस्नुभयो अनि मन्दिरमा किनबेच गर्नेहरूलाई बाहिर निकाल्नुभयो र पैसा साट्नेका टेबलहरू र परेवा बेच्नेका बस्ने ठाउँहरूलाई पल्टाइदिनु भयो। उहाँले कसैलाई कुनै थोक मन्दिरबाट लैजान दिनु भएन। अनि उहाँले शिक्षा दिँदै भन्नुभयो, के यसो लेखिएको छैन, मेरो घर सब जातिहरूका निम्ति प्रार्थनाको घर कहलाइनेछ, तर तिमीहरूले त यसलाई डाकुरको अड्डा बनाएका छौ। प्रभु येशू ख्रीष्टले यहाँ के गर्दै हुनुहुन्छ, उहाँले घर सफा गर्दै हुनुहुन्छ। किनभने घरमा खमीर छ। परमेश्वरको घर भनिन्थ्यो तर परमेश्वरको घरमा खमीर थियो। पापको खमीर थियो, लुटेको खमीर थियो, भ्रष्टाचारको खमीर थियो, दुष्टताको खमीर। त्यो खमीरले चाहिँ परमेश्वरको घर भरिएको थियो। वास्तवमा बाहिरी चोक चाहिँ जुन छ त्यहाँ चाहिँ लङ्गडा, लुला होइन, असहाय, माग्नेहरू, कोड लागेकोहरू, रोग बिमारी, अन्धाहरू सबै आएर बस्नु पाउँथ्यो। किनभने परमेश्वर भन्नु, मेरो यो घर त मेरो जातिको घर हो। भत्केकोहरू, टुटेकोहरू, मन भाँचेकाहरूलाई परमेश्वरले उहाँको हृदयमा ठुलो ठाउँ दिएर राख्नु भएको थियो। तर इजरायलीहरूले के गरी पठाए, त्यो ठाउँबाट बिस्तारै उनीहरूलाई हटाउन थाल्यो। हटाएर उनीहरूको पसल राख्नु थाल्यो, आफ्नो व्यापार धन्दा उनीहरूले फैलाउन थाल्यो, पसल राख्नु थाल्यो। अनि प्रभु येशू ख्रीष्टले जब त्यो कुरा देख्नुभयो, उहाँले आइकन त्यो पसलहरूलाई हटाइदिनु। अनि उहाँले आफ्नो बुवाको घरलाई सफा गर्नुभयो। बाइबलले साह्रो मिठो कुरा गरेको छ। के भनेको छ भने जसै उहाँले त्यो मन्दिरलाई सफा गर्नुभयो, फेरि अन्धाहरू आए अरे, अनि फेरि लङ्गडाहरू आए अरे, फेरि कोडीहरू त्यो ठाउँमा आए अरे, फेरि माग्नेहरू त्यो ठाउँमा आए अरे। अनि बाइबलमा लेखिएको छ उहाँले तिनीहरू सबैजनालाई निको पार्नुभयो। मण्डली त्यो हुनुपर्ने हो, चर्च त्यो हुनुपर्ने हो, व्यापारको घर होइन। प्रभु येशू ख्रीष्टले आफ्नो बुवाको घरलाई उहाँले सफा गर्दै हुनुहुन्छ। अनि मत्ती 21 अध्यायको 12 अनि 13 पद अनि लुका 19 अध्यायको 46 पदमा पनि हामी त्यही कुरा पाउँछौँ, त्यही कुरा भनिएको पाउँछौँ। हामी निशानको कुन दिनमा आइपुग्यौँ अहिलेसम्म? अहिले हामी 10औं दिनदेखि 14 दिनको भित्रमा कुरा गरिराखेका छौँ। त मेरो ख्यालमा सायद अब हामी अलिकति अगाडि बढ्दै जाँदाखेरि निशानको 14औं दिनको बारेमा तपाईँ के बताउन चाहनुहुन्छ? निशान महिनाको 14औं दिनको बारेमा बोल्नुभन्दा अगाडि म के भन्न चाहन्छु भने तपाईँ अनि मेरो जीवन पनि पापले भरिएको होला, दुष्टताको खमीरले भरिएको होला, कुकर्मको खमीरले भरिएको होला। जसरी प्रभु येशू ख्रीष्टले मन्दिर सफा गर्नुभयो, आजको दिन बाइबलले भन्छ तपाईँको शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो। उहाँले तपाईँको जीवनबाट खमीर निकाल्न चाहँदै हुनुहुन्छ। तपाईँको जीवनबाट प्रभु येशू ख्रीष्टले अपवित्रता निकाल्न चाहँदै हुनुहुन्छ। तपाईँको जीवनबाट नि परमेश्वरलाई मन नपर्ने कुराहरू परमेश्वरले निकाल्न चाहँदै हुनुहुन्छ। तपाईँलाई उहाँले सफा गर्न चाहँदै हुनुहुन्छ ताकि तपाईँको जीवनबाट अन्धाहरू निको हुन सकोस्, तपाईँको जीवनबाट परमेश्वरको महिमा झल्कन सकोस्, तपाईँको जीवनबाट परमेश्वरको अनुग्रह मान्छेले देख्न सकुन्। त्यसले गर्दा तपाईँ यदि हुनुहुन्छ यो खमीर जस्तो थुप्रो कुराहरू जीवनमा बोकेर हिँड्दै हुनुहुन्छ,
तपाईँको घरको कुना कुनामा, जीवनको कुना कुनामा कसैले नदेखिकन तपाईँले लुकाउनु भएको खमीरहरू होला, कमजोरीको खमीर होला, मदपानको खमीर होला, नराम्रो कुराहरू, नशालु पदार्थ खाने, नराम्रो कुराहरू खाने, नराम्रो कुराहरू हेर्ने खमीर तपाईँले बोक्नु भएको छ भने आजको दिन तपाईँलाई आह्वान गर्न चाहन्छौँ। यो दिन तपाईँको लागि सफा हुने दिन हो। आजको दिन निको हुने दिन हो। आजको दिन तपाईँलाई परमेश्वरले निको बनाउन चाहँदै हुनुहुन्छ, सफा गर्न चाहँदै हुनुहुन्छ। र यो कुरा गर्दै जाँदा निसान 14 को बेलुकी हामी आउँछौँ। अब निसान महिनाको 14वाँ दिन, आज 13, भोलि बेलुकीको कुरा हामी गर्छौँ। अनि बाइबलले के भन्छ भने प्रभु येशू ख्रीष्टलाई साह्रो गीत गाउनु मन पर्थ्यो। प्रभु येशू ख्रीष्टलाई नि प्रशंसा आराधना गर्नु यति साह्रो मन पर्थ्यो। अनि त्यो रात प्रभु येशू ख्रीष्टलाई थाहा थियो आज म पक्राउ पर्दैछु, तपाईँलाई जेलमा लानु आँटेको छ भने तपाईँलाई थाहा छ, पुलिस आयो अरे, पुलिस तेरो घरपट्टि आउँदैछ भनेर कसैले खबर गरेर तपाईँ गीत गाउन सक्नुहुन्छ? गीत गाउन सकिँदैन, हजुर, सक्ने कुरा हैन। गीत त कता होस उडेर जान्छ नि, हैन हजुर? तर प्रभु येशू ख्रीष्टले गीत गाउनु भएको, चेलाहरूले गीत गाउनु भएको छ। मर्कुस 14 को 26 पढिदिनुहोस् त। अनि एउटा भजन गाएर उहाँहरू निस्केर जैतुन डाँडातिर जानुभयो। आमेन। अनि उनीहरूले कुन भजन गायो होला? हामीले अघि पढ्दै थियौँ हैन, भजन 113 देखि 118 सम्म। हजुर, हो यो भजन नै उनीहरूले गाए। प्रभु येशू ख्रीष्टले यही भजनबाट चेलाहरूलाई गाउन लाउनु भयो अनि उनीहरू सबैजनाले यो भजनबाट गाए। त्यो भजनको एउटा खण्ड हामी हेरौँ न। भजन सङ्ग्रह 118 को 21 देखि 23। तपाईँले दिनुभएका मेरा प्रार्थनाहरूका उत्तरका निम्ति म तपाईँलाई धन्यवाद दिनेछु। तपाईँ मेरो उद्धार हुनुभएको छ। जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यही चाहिँ कुनाको शिर ढुङ्गो बन्यो। यो परमप्रभुबाट भएको हो अनि हाम्रो दृष्टिमा आश्चर्यमय छ। आमेन। उनीहरूले अगम्बनीय गीत गाउँदैछन् त्यो रात। उहाँले जे पनि गर्दै हुनुहुन्थ्यो, एभ्री मतलब हरेकवटा कुरा भनेर भनौँ, उहाँले गर्दै गर्नुभएको सानो 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 कुरा पनि यति साह्रो अगम्बानीले परिपूर्ण थियो। हजुर, उहाँ प्रभु येशू ख्रीष्टलाई थाहा थियो आजको रात सबैले मलाई छोडेर जान्छ, आज म रिजेक्टेड हुन्छु, आज मलाई सबैले छोडेर जान्छ, मलाई एक्लै बनाउँछ। त्यसले गर्दा उहाँले कुन चाहिँ गीत गाउनु भयो? जुन ढुङ्गालाई डकर्मीहरूले रद्द गरे, मलाई फ्याँके, मलाई एक्लो छोडे, यहाँसम्म कि मेरो आफ्नै साथीहरूले, आफ्नै मित्रहरूले के भन्यो? चिन्दिनँ म, यो मान्छेलाई। प्रभु येशू ख्रीष्टले गीत गाउँदै हुनुहुन्छ, एउटा प्रोफेटिक गीत गाउँदै हुनुहुन्छ कि त्यही ढुङ्गा चाहिँ शिरको कुनै ढुङ्गा बन्यो। कति शक्तिशाली हेर्नुहोस् त। प्रभु येशू ख्रीष्ट तपाईँ मेरो विश्वासको कुनै ढुङ्गा हुनुहुन्छ। उहाँमा नै सबै कुरो स्थापित भएर बसेको छ। उहाँदेखि बाहेक तपाईँ मेरो जीवनको कुनै अस्तित्वै छैन। अनि उनीहरूले त्यो गीत गाउँदैछ अनि त्यो ढुङ्गामाथि चाहिँ तपाईँ मेरो उद्धारको कथा बसेको छ, तपाईँ मेरो उद्धारको जग बसालिएको छ। अनि प्रभु येशू ख्रीष्टको चेलाहरूलाई थाहा थिएन किन यो गीत गाउनु परेको, तर प्रभु येशू ख्रीष्टलाई थाहा थियो आज यो गाउँदै गरेको गीत चाहिँ एक दिन मैले बोल्दै गरेको गीत चाहिँ एक दिन देह हुन्छ। अनि सारा संसारले यो कुनै ढुङ्गामाथि आफ्नो जगलाई, विश्वासको जगलाई स्थापित गर्छ भनिकन उनीहरूले जानिराखे। प्रभु येशू ख्रीष्टले जान्नुहुन्थ्यो। बडो शक्तिशाली प्रकाशनभित्र हामी पसिराखेका छौँ। अब हामी निसान महिनाको 14वाँ दिनको 15वाँ दिनको बिहान भनौँ, तर निसान 14 नै पर्यो किनभने साँझ परेपछि हिब्रूमा दिन सुरु हुन्छ। निसान 14वाँ दिनमा हामी जान्छौँ। अब है प्रभु येशू ख्रीष्टलाई छाउनीदेखि बाहिर लग्यो। यरुशलेमको मन्दिरको ठाउँ, मन्दिर जुन मन्दिर छ, यरुशलेमको मन्दिरको जुन सिमाना छ, त्यो सिमाना परिसरदेखि उहाँलाई बाहिर लग्यो। हामी हेरौँ न, हिब्रू 13 अध्यायको 11 देखि 13 पदले यही भनेको छ। प्रधान पुजारीले पाप बलिको निम्ति जनावरको रगत महापवित्र स्थानमा ल्याउँछन्, तर तिनको शरीर चाहिँ छाउनी बाहिर लगेर जलाइन्छ। यसकारण येशूले पनि उहाँको आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र गराउन ढोका बाहिर कष्ट भोग्नुभयो। यसै कारण हामी पनि छाउनी बाहिर उहाँ कहाँ जाउँ र उहाँले सहनु भएको बेइज्जत हामी पनि सहौँ। आमेन, आमेन। हामी प्रभु येशूलाई भेट्नु कहाँ जाउँ? छाउनीदेखि बाहिर। किनभने उहाँलाई कहाँ टाँगिएको छ? छाउनीदेखि बाहिर टाँगिएको छ। यरुशलेमको त्यो डाँडामा, जसलाई चाहिँ हामी खप्परे पनि भन्छौँ, जसलाई हामी कल्वरी पनि भन्छौँ,
त्यो डाँडाले एउटा इतिहास बोकेको छ। त्यो डाँडामा हजारौँ वर्ष अगाडि अब्राहमले युद्ध जितेर आउँदै गर्दा मल्कीसेदेक भन्ने राजालाई त्यो डाँडामा भेटेका थिए। अनि त्यो डाँडामा अब्राहमले भेट्ने बित्तिकै मल्कीसेदेकलाई भने म तपाईँलाई मैले युद्धमा जितेको सबै कुराको दशमांश चढाउँछु। अनि त्यो दशमांशको यस्तो खालको बिउ रोपियो, परमेश्वरले अब्राहमको जीवनमा शक्तिशाली कार्य गर्नु उहाँलाई कर लाग्यो। दशमांश भने यति शक्तिशाली हुन्छ। अब्राहमले त्यो बिउ रोपे अनि केही समय बादमा त्यही डाँडामा हो परमेश्वरले अब्राहमलाई भन्नुभयो तेरो छोरालाई लैजा अनि तेरो छोरालाई मेरो लागि बलिदान गर। अनि अब्राहमले छोरा इजाकलाई लिएर गए अनि त्यही डाँडामा अब्राहमले आफ्नो छोरालाई बलिदान चढाए। अनि त्यही डाँडा हो त्यो खप्परेको डाँडा, त्यो कल्वरीको डाँडा, जुन डाँडामा याकुब चाहिँ आफ्नो दाजुसँग भागेर जाँदै गर्दाखेरि याकुब त्यो डाँडामा साँझ परेको कारणले गर्दा उसले ढुङ्गाको एउटा सिरानी लिए अनि ढुङ्गाको सिरानी लिएर ऊ सुते। अनि त्यो सुतेको बेलामा त्यो डाँडामा स्वर्ग उग्रिएको उसले देखे। पछिबाट फेरि फर्केर जाँदा त्यही डाँडामा उसले एउटा ढुङ्गालाई ठाडो गरे अनि त्यो ढुङ्गामाथि उसले तेल लगाए अनि तेल लगाएर उसले त्यहाँ परमेश्वरलाई आराधना गरे अनि भने तपाईँले मलाई यो भूमि दिनुभयो भने म तपाईँको लागि यस ठाउँमा भवन बनाउँछु, याकुबले भने। अनि धेरै वर्ष बादमा परमेश्वरले दाउद भन्ने उहाँको छोरालाई खडा गर्नुभयो। अनि दाउदले के गरे अरौना भन्ने व्यक्तिकोबाट खला किने भनेको छ। अनि अरौनाबाट किनेको खला त्यही खला हो जुन खलालाई दाउदले मूल्य तिरेर किने। अनि म दाउदले मूल्य तिर्दै दाउदले के भने तपाईँलाई थाहा छ? हजुर, मेरो ख्यालमा दाउदले के भनेका छन् भनेदेखि चाहिँ परमेश्वरलाई चाहिँ म मूल्य नपरेको अथवा सित्थैमा पाएको चिज चाहिँ म चाहिँ चढाउँदिनँ, तर म चाहिँ मूल्य चुकाएको अनि एउटा मूल्य तिरिएको सामग्री मात्रै म परमेश्वरलाई चढाउँछु भनेका थिए। किन अब्राहमले मूल्य के अरे दाउदले किन मूल्य चुकाउनु सिक्दैछ भने किनभने अब्राहमले मूल्य चुकाएको थियो। दशमांश त्यहाँ रोपिएको आज दाउदले रोप्दैछ। त्यही खलामा आज दाउदले रोप्दैछ। अनि पछि गइकन राजा सोलोमनले त्यही खलामा परमप्रभुको निम्ति मन्दिर बनाए, जुन ठाउँमा चाहिँ अहिले हामी यरुशलेमको मन्दिर भनिकन हामी देख्छौँ। एक्ज्याक्टली त्यो ठाउँ हेर्नुहोस् त, परमेश्वर चाहिँ कहिले पनि चुक्नुहुन्न। परमेश्वरले ठाउँलाई जब रोज्नुहुन्छ नि त्यो ठाउँ अगमबानी हुन्छ, शक्तिशाली अगमबानी। परमेश्वरले जुन ठाउँमा जब शक्तिशाली कार्य गर्नुहुन्छ नि त्यो ठाउँ चाहिँ परमेश्वरले रोज्नु भएको है भनेर हामी बुझ्न सक्छौँ। त्यसले गर्दा हामी यो कुरालाई बुझौँ। अनि त्यसले गर्दा टाइम्स, ऋतुहरू अनि परमेश्वरले ठहराउनु भएको ठाउँहरू कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा हामी बुझिराखेका छौँ। परमेश्वरले गर्नुभएको हरेक कार्यमा नि हामी सिद्धता भेटाउँछौँ। पर्फेक्सन हेर्नुहोस् त, बिल्कुल बिल्कुल। आदि काम त्यहाँ गरेर आदि काम त्यहाँ गरेर आदि काम त्यहाँ गरेर परमेश्वरले गर्नु भएन। जहाँ उहाँले सुरु गर्नुभयो त्यहाँ नै अन्त। यशायाको पुस्तकमा अगमबानी बोलिएको छ, उहाँले चाहिँ सुरुमा नै अन्त देख्नुहुन्छ हैन। अब हामी अगाडि बढ्नेछौँ। मर्कुस 15 अध्यायको 21 देखि 25। अनि अलेक्जान्डर र रुफसका बुबा कुरेनी बासिन्दा सिमोनलाई गाउँबाट आइराखेका तिनीहरूले भेटे र येशूको क्रुस बोकेर लैजान तिनलाई कर लगाए। तिनीहरूले उहाँलाई क्रुसमा टाङ्दा बिहानको 9 बजेको थियो अथवा तेस्रो प्रहर भएको थियो। आमेन। थर्ड आवर भनेको छ अङ्ग्रेजी बाइबलहरूमा, अनि नेपाली बाइबलमा चाहिँ बिहानको 9 बजी भनेको छ। बिहानको 9 बजी चाहिँ बिहानको प्रार्थनाको समय हो, बिहानको प्रार्थनाको समय हो, बिहानको प्रार्थनाको समय। हजुर। अनि भनिन्छ यो प्रार्थना चाहिँ स्थापित गर्ने चाहिँ अब्राहम। अच्छा, यो प्रार्थनाको समय स्थापित गर्ने चाहिँ अब्राहम हो। अनि बिहानको प्रार्थनाको समयमा उनीहरूले जसै अब मन्दिरमा प्रार्थना हुँदैछ, मन्दिरमा प्रार्थना हुँदाखेरि उनीहरूले गीत गाउँदैछ। हेर्नुहोस् है, मन्दिरमा प्रार्थना हुँदाखेरि कुन चाहिँ गीत गाउँदैछ? भजन सङ्ग्रह 118 को 27 गाउँदैछ। भजन सङ्ग्रह 118 को 27 9 बजी बिहान पढिदिनुहोस् त। परमप्रभु नै परमेश्वर हुनुहुन्छ र उहाँले हामीमाथि आफ्नो प्रकाश चम्कन दिनुभएको छ। बलिदानको पशुलाई वेदीको सिङहरूमा डोरीले तन्काएर बाँध। बलिदानको पशुलाई वेदीको सिङहरूमा, वेदीमा चाहिँ 4वटा सिङ हुन्थ्यो, वेदीको सिङहरूमा 4टा सिङहरूमा तन्काएर बाँध। पुजारीले त्यो भजन गाउँदै गरेको हुन्थ्यो, पुजारीको झुन्डहरूले मन्दिरमा। यतापट्टि प्रभु येशू ख्रीष्टको 4वटा हात पाउमा उनीहरूले काँटी ठोक्दैछ। यस्तो खाले बलिदानको पशु
तयार हुँदैछ, जसको चाहिँ हात पाउ वेदीको सिङहरूमा बाँधिएको छ, जो चाहिँ अब हल्लिनु सक्दैन, जो चाहिँ अब चल्नु सक्दैन। हेर्नुहोस् है प्रभु येशू एक्ज्याक्टली जे मन्दिरमा पुरानो करारमा जे भइराखेको थियो या जे भइराखेको छ त्यही समयमा यता प्रभु येशू ख्रीष्टको जीवनमा पनि त्यही कुरो भइरहेको छ। एक्ज्याक्टली बिहान 9 बजी, बिहान 9 बजे, ढिलो पनि होइन छिटो पनि होइन, एक्ज्याक्टली 9 बजी उनीहरूले प्रभु येशू ख्रीष्टलाई क्रुसमा चढाउँदैछ। त्यसपछि 9 बजीदेखि 12 बजीसम्म प्रभु येशू ख्रीष्ट क्रुसमा झुन्डिनु भयो। 9 बजीदेखि 12 बजीसम्म। अनि 12 बजी अब के भएको छ, यसलाई चाहिँ हामी छैटौँ प्रहर पनि भन्छौँ। 12 बजी मत्ती 27 अध्यायको 45 देखि 47 पढिदिनुहोस् त। अब छैटौँ प्रहर मध्यदेखि 3 बजेसम्म अथवा 9 पहरसम्म सारा देशमा अन्धकार भयो। 3 बजेतिर येशूले यसो भनेर ठुलो स्वरले कराउनु भयो, एलोही एलोही लामा सबक्थनी, अर्थात् हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईले मलाई किन त्याग्नु भएको छ। त्यहाँ उभिएकाहरूमध्ये कतिजनाले यो सुनेर यस मानिसले एलियालाई बोलाउँदैछ भनी भने। आमेन आमेन। हामी यहाँ छैटौँ प्रहर भने अघि हामीले पढ्यौँ, मध्याह्न अनि 9औं प्रहर अर्थात् 3 बजी है। अनि 12 बजीदेखि लिएर हामी मध्याह्न 12 बजीदेखि लिएर 3 बजीसम्म सारा देश सारा संसार नै के भयो, अँध्यारो भयो। सारा संसार नै अँध्यारो भयो। अनि यस्तो अन्धकार भयो कि प्रकृतिले पनि नि प्रभु येशू ख्रीष्टलाई हेर्नु सकेन। मान्छेले छोडेर गएको मुक्तिदाता, म यो कल्पना गर्छु, मान्छेले छोडेर गएको मुक्तिदाता, मान्छेले त्यागेको मुक्तिदातालाई नि त्यो मान्छेभन्दा तल बनाएको सृष्टि, त्यो सृष्टिको यति साह्रो उकुस मुकुस भयो क्या। सृष्टि यति साह्रो उकुस मुकुस भयो, सृष्टिले हेर्नु सकेन। मान्छेले त फ्याँके, तर सृष्टिले चाहिँ नि घुम्टो ओढ्यो। सृष्टिले भन्यो हाम्रो उद्धारकर्ता, हाम्रो सृष्टिकर्तालाई हामी कसरी हेर्न सक्छौँ। बाइबलले भन्छ चिहानहरू फुट्यो, ढुङ्गाहरू हटियो, चट्टानहरू फुट्यो भनेको छ, भुइँचालो गयो। प्रकृतिले पनि नि त्यहाँ के भन्दैछ, मान्छेलाई के भन्दैछ, मान्छे हामी त निर्जीव वस्तु जसमा चाहिँ परमेश्वरले प्राण हाल्नु भएको छैन, हामीमा आत्मा पनि छैन, हामी ढुङ्गाहरू काम्दैछौँ, हामी भूमिहरू हल्लिँदैछौँ। तिमीहरूको उद्धारकर्ता संसारको सृष्टिकर्ता चाहिँ आज क्रुसमा झुन्डिँदै हुनुहुन्छ। तिमीहरूको मन दुख्दैन, तिमीहरूलाई अलिकति पनि लाग्दैन, ए मान्छे जाति हो, बोल न, तिमीहरू रुओ, पश्चाताप गर, तिमीहरूको उद्धारकर्ता हेर त, हामी केही छैन, हाम्रोमा हामी निष्प्राणहरू हौँ, हाम्रोमा जीवन छैन र पनि हामी हेर्नु सकिराखेका छैनौँ। भूमि काम्यो, भुइँचालो गयो, तर मान्छेको कठोर हृदय परिवर्तन भएन। आजको संसार पनि त्यस्तै छ। डल्लै प्रकृतिले परमेश्वरको गवाई दिइराखेको छ। सही बात। परमेश्वरतिर नफर्कने चाहिँ मान्छे मात्रै, जसलाई उहाँले आफ्नै स्वरूपमा बनाउनु भयो, आफ्नै नाम दिइकन उहाँको घरनाको बनाउनु भयो। हेर्नुहोस् त। अनि हामी त्यसपछि 9औं प्रहरको कुरा गर्छौँ। 9औं प्रहर अर्थात् दिउँसोको 3 बजे। तपाईँलाई थाहा छ बाइबलमा 9औं प्रहरमा एउटा मजाको घटना घटेको छ, के भन्न सक्नुहुन्छ तपाईँ? मेरो ख्यालमा सायद त्यो 9औं प्रहरको समयमा पत्रुस अनि यूहन्ना उनीहरू मन्दिरमा प्रार्थना गर्न जाँदै थिए। अनि त्यसबेला उनीहरूले एउटा पारालाइज भएको मान्छे जुन चाहिँ छ, पक्षघाती मानिस, उसलाई उनीहरूले निको पारेको त्यो घटना नै त्यो 9औं प्रहरमा भएको हुनुपर्छ। प्रेरितको 3 अध्यायको 1 पद पढिदिनुहोस् न। पत्रुस र यूहन्ना दिउँसो 9 प्रहर 3 बजेको प्रार्थनाको समयमा मन्दिरमा जाँदै थिए। 3 बजेको समयमा एक्ज्याक्टली उनीहरू मन्दिरमा जाँदै थिए, उनीहरूको दस्तुर थियो। अनि 12 बजी मध्याह्नको प्रार्थना चाहिँ भनिन्छ इजाकले सुरु गरेको प्रार्थना हो। अच्छा, इजाकको समय हो प्रार्थनाको। अनि 3 बजीको प्रार्थना चाहिँ याकुबले सुरु गरेको प्रार्थना हो। त्यसै गरेर हामी प्रार्थना गर्दाखेरि अब्राहम, इजाक अनि याकुबका परमेश्वर भन्दाखेरि हामी यीशु प्रभुलाई सम्झिराखेका हुन्छौँ, उहाँको मृत्युलाई सम्झिराखेको हुन्छौँ, उहाँको मृत्युलाई हामीले समावेश गरिराखेका हुन्छौँ। अब हामी यूहन्ना 19 अध्यायको 30 पदलाई हामी पढौँ। जब येशूले शिर कालिनु भयो तब उहाँले भन्नुभयो, अब सिद्धियो, र उहाँले शिर निहुराएर आफ्नो आत्मा त्यागिदिनु भयो। आमेन। अब यो घटनालाई फेरि हेरौँ। यतापट्टि पुजारीले 3 बजे
3 बजे चाहिँ के गर्छ, त्यो जुन भेडा छ त्यो भेडाको घाँटीमा उसको छोरालाई लिएर जान्छ अनि एक्ज्याक्टली 3 बजी 9औं प्रहरको प्रार्थना जब सुरु हुन्छ वा भजन गाइन्छ, उसले चाहिँ यो भेडाको गलालाई चाहिँ रेट्छ। गलालाई रेटेर यो भेडाको शरीरबाट चाहिँ खुन उछिटिन्छ। खुन उछिटेर जसै निस्किन्छ अनि त्यो भेडा मर्छ, तब त्यो पुजारीले जोडले मन्दिरमा चिच्याउने गर्छ, अब सिद्धियो। पुजारीले भन्ने शब्द पनि अब सिद्धियो नै हो। हजुर, अब सिद्धियो भनिकन उसले चिच्याउँछ, जसको अर्थ हो अब थुमा बलिदान भयो, अब मर्यो। अनि एक्ज्याक्टली त्यही समय हाम्रो महापुजारी, हाम्रो प्रभु, हाम्रो मुक्तिदाता, हाम्रो परमेश्वर, तपाईं मेरो लागि उद्धारकर्ता मात्र होइन, तपाईं मेरो लागि महापुजारी भइकन आफ्नै रगत प्यालामा बोकिकन उहाँ परमेश्वर पिताको अगाडि बिन्ती बिछाउन गर्दै उहाँ जानुभयो अनि उहाँले भन्नुहुन्छ अब सिद्धियो, इट इज फिनिस्ड। प्रभु येशू ख्रीष्ट तपाईं मेरो उद्धारकर्ता हुनुहुन्छ। मेरा प्रिय साथीहरू, दर्शकवृन्द, आमा बाउ, दाजुभाइ, दिदीबहिनी, साँच्चै अब सिद्धिएको छ। तपाईले मेरो उद्धारको लागि जति पनि मूल्य चुकाउनु पर्थ्यो, प्रभु येशू ख्रीष्टले स्वर्गलाई रित्याइकन आफ्नो लागि केही पनि नराखिकन तपाईले मेरो लागि दिनुभयो। उहाँको शरीरमा बाइबलले भन्छ, उहाँ मर्दै गर्दा उहाँको शरीरबाट नि यति बेसी उहाँको रगत निस्क्यो कि उहाँको शरीरमा रगतै थिएन। त्यसकारण उहाँको कोखामा भाला हिर्काउँदै गर्दा अलिकति पानी अनि त्यो गाढा भइसकेको अलिकति रगत मात्रै निस्क्यो भनेको छ। उहाँको शरीरमा नि बग्ने रगतधरि पनि थिएन। अनि सबै कुरो गरिकन प्रभु येशू ख्रीष्टले के भन्नुभयो, अब सिद्धियो। तपाईँ स्वतन्त्र हुनुहुन्छ, किनभने पुत्रले तपाईँलाई स्वतन्त्र तुल्याएको छ। के तपाईँ आज उहाँलाई तपाईँको जीवन दिन चाहनुहुन्छ? यो उद्धारको यो समयभित्र तपाईँ पस्न चाहनुहुन्छ? प्रभु येशू ख्रीष्ट जिउँदो हुनुहुन्छ। उहाँ आज यहाँ हाम्रो बिचमा हुनुहुन्छ। उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ। उहाँले तपाईँको जीवनको खमीरलाई निकालिकन तपाईँले मलाई उद्धार दिनुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ। परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँको अनुग्रह, तपाईँको कृपाको लागि तपाईँलाई धन्यवाद। प्रभु, बडो अचम्मको योजना तपाईँले राख्नु भएको छ। प्रभु, तपाईँले अक्षर शब्दमा प्रभु तपाईँले चाडको महत्त्व हामीलाई सिकाउँदै हुनुहुन्छ। प्रभु, धन्यवाद यो चाडको लागि। प्रभु, अनि जसै यो चाड मनाउँदैछु, यस्तो दिन आउँदैछ जब प्रभु तपाईँको नाउँमा धेरैजना प्रभु यो गुड फ्राइडेको सिजनहरूमा शहीद हुने दिनहरू पनि आउँदैछ प्रभु। किनभने अगमबानी चाहिँ रिपिट हुन्छ, अगमबानी दोहोरिन्छ। प्रभु, यो दिनको लागि पनि तपाईँले हामीलाई तयार पार्नुहोस्। तपाईँको उद्धारलाई बोकेर प्रभु आफै ढुक्क भएर बस्ने होइन, तर प्रभु तपाईँका 12जना चेलाहरूमा 12जनाले आफ्नो जीवनलाई क्रुसको खातिर दिइहाले। प्रभु, हाम्रो जीवन पनि यस गरी हामी अर्पण गर्छौँ। स्वर्गको लागि अर्पण गर्छौँ, तपाईँको राज्यको लागि अर्पण गर्छौँ, तपाईँको महिमा अनि तपाईँको सुसमाचारको लागि हामी अर्पण गर्छौँ। प्रभु, धन्यवाद। जतिजना आजको वचन सुनेका छन् प्रभु, म प्रार्थना गर्छु तपाईँको कल्वरीमा बगेको रगतले हरेक बिरामीलाई तपाईँले अब निको बनाउनुहोस्। हरेक रोगहरू हटेर गएको छ आज प्रभु। छाडे रोग हटेर गएको छ आजको दिन येशू प्रभुको नाउँमा। ढाड दुख्ने बिमार म निको भएको देख्दैछु येशू प्रभुको नाउँमा। किडनीको बिमार जाति हुँदैछ येशू प्रभुको नाउँमा। किडनी निको भएको देख्दैछु म प्रभु येशू ख्रीष्टको नाउँमा। उहाँले किडनीलाई निको पार्दै हुनुहुन्छ। ओ ज्वरो आउने बिमार, तपाईँको ज्वरो जाति नै हुँदैन, निको हुँदैछ प्रभु येशू ख्रीष्टको नाउँमा। कोही व्यक्ति यस्तो हुनुहुन्छ जसको ब्रेनमा
बिमार छ, तपाईँको ब्रेनलाई डक्टरले के भन्दैछ, ब्रेनमा समस्या छ, तपाईँको दिमागमा समस्या छ, प्रभु येशू ख्रीष्टले तपाईँको ब्रेनलाई छुँदै हुनुहुन्छ, तपाईँलाई प्रभु येशू ख्रीष्टले निको पार्दै हुनुहुन्छ। किनभने अब सिद्धियो, अब बिमार बोक्ने चाहिँ तपाईँ होइन, प्रभु येशू ख्रीष्टले तपाईँको लागि बिमार बोकिसक्नु भएको छ। अब चाहिँ बिमार बोकेर रुँदै हिँड्ने, लान्छना दुर्बलतामा कमजोरमा लाचार भएर रुँदै हिँड्ने तपाईँको समय होइन। प्रभु येशू ख्रीष्टको वचनमा उहाँले यसो भन्नुभएको छ, उहाँले पाउनुभएको कोर्राको चोटले तिमीहरू निको भएका छौ। अब चाहिँ तपाईँ निको हुने ऋतुभित्र पस्दै हुनुहुन्छ, चङ्गाईको ऋतुभित्र पस्दै हुनुहुन्छ। अब तपाईँको खुट्टा दुख्दैन, अब तपाईँ हिँडुडुल गर्दाखेरि तपाईँको शरीर कटकट खाँदैन, युरिक एसिड तपाईँको शरीरबाट हटेर जान्छ। डाक्टरले नकारात्मक कुराहरू बोलेको छ भने परमेश्वरले त्यो सबैलाई मेटाइकन उहाँको उद्देश्य तपाईँको जीवनमा आज लेख्दै हुनुहुन्छ। प्रभुले भन्नुहुन्छ तँ मर्दैनस्, जबसम्म तेरो जीवनमा मेरो योजना पुरा हुँदैन तँ जीवितै रहनेछस्। प्रभु धन्यवाद, धन्यवाद यो समयको लागि, सम्पूर्ण वचनको लागि, यो बातचितको लागि तपाईँलाई धन्यवाद। सारा आदर महिमा प्रशंसा तपाईँलाई चढाउँछौँ। जय जयकार तपाईँलाई, प्यारो प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन आमेन। हवस् त तपाईँहरू सबैजनालाई हाम्रो दलबाट, हाम्रो टिमबाट तपाईँहरू सबैजनालाई यस पवित्र ऋतुको हामी आशिष बोल्दै हामी तपाईँहरूबाट बिदा लिन चाहन्छौँ। जय मसीह।